तयारी भएर आउनु भएको छ। अनि तपाईँहरूलाई एकदमै एकदमै प्रभुले तृप्त पार्नुहुनेछ। तपाईँहरूको भोक मेट्नुहुनेछ। तपाईँहरूको भित्र गहिराइमा भएको त्यो तृष्णालाई परमेश्वरको आत्माले सन्तुष्टि तुल्याउनुहुनेछ। प्रभुलाई महिमा होस्। वचनको प्रार्थना भइसकेको छ। मलाई दिएको सब्जेक्ट भनेको यौवन है, अनि विवाह र प्रेम, अथवा प्रेम, विवाह, प्रेम र यौवन। ओके, यो विषयमा आज तपाईँहरूको बिचमा मलाई दिएको सब्जेक्ट हो। अनि यो सब्जेक्टको विषयमा तपाईँहरूको बिचमा भन्दै गर्दाखेरि अब यो चाहिँ एउटा प्र्याक्टिकल सब्जेक्ट हो है। हामीले यो कुरालाई हेऱ्यौँ भने प्रेम भनेको पनि एउटा प्र्याक्टिकल कुरा हो। विवाह भनेको पनि एउटा प्र्याक्टिकल, वास्तवमा यो वास्तविक कुरा हो, हामीले गर्नुपर्ने कुरा हो। र यौवन भनेको पनि एउटा गर्नुपर्ने हाम्रो जीवनको एउटा अति नै महत्त्वपूर्ण भाग हो। यसकारण आज हामी केही थोरै म अहिले हामीसँग टाइम भनेको 10:42 भएको छ। मलाई 1.5 घन्टाको टाइम दिएको छ। अनि 1.5 घन्टाभित्रमा म आधी घन्टा जति यौवनको विषयमा, आधी घन्टा जति विवाहको विषयमा, आधी घन्टा जति सम्बन्धको विषयमा तपाईँसँग म बातचित गर्नेछु। मैले त्यसरी टाइम डिभाइड गरेको छु है। अब यो एकदमै लामो विषय पनि हो, तर यसलाई यसरी जुममा अब लामो समयसम्म लिन पनि यति गाह्रो हुन्छ। त्यही भएर म छोटकरीमा तपाईँहरूलाई केही कुरो बताउन चाहन्छु है। आज यौवनको विषयमा हामीले हेर्दै गर्दाखेरि, विवाहको विषयमा हेर्दै गर्दाखेरि, प्रेमको विषयमा हेर्दै गर्दाखेरि, यसलाई आज हामीले हेर्ने हो भने एउटा इसाई विवाह भन्न मिल्छ है, इसाई सम्बन्ध भन्न मिल्छ। इसाई आज संसारिक भाषाबाट हेरिने जुन प्रेम, विवाह र सम्बन्ध छ, त्यो हेराइको दृष्टिकोण र ख्रिस्टभित्र हेरिने र जिउने दृष्टिकोण बेग्लै छ। यसकारण हामीले कहिल्यै पनि हाम्रो वैवाहिक सम्बन्ध हुनुभन्दा अगाडिको यौवनको अवस्थालाई अथवा जवानीपनलाई हामीले कहिले पनि सांसारिक दृष्टिकोणले हेर्नु हुँदैन भनेर परमेश्वरको वचनले आज हामीलाई बताउँदछ। यसकारण एउटा वचनको खण्डलाई पढेर आज हामी सुरु गर्नेछौँ। हामी सबैलाई थाहा छ त्यो वचन, पहिलो यूहन्ना 2:15, 16 र 17 पदलाई हामी पढ्नेछौँ है। त्यो पढेर आज हामी सुरु गर्नेछौँ। तपाईँहरूसँग बाइबल छ भने, अब यो बाइबल स्कुल क्लास भएको कारणले गर्दा म यहाँ टिचर भएर तपाईँहरूको बिचमा बोल्नुपर्ने हुन्छ। यस कारणले गर्दा म बिस्तारै बोल्छु। तपाईँहरूलाई बेला बेला अलिकति कडा बोलिहाल्यो भने तपाईँहरूले ध्यानसँगले सुन्नु होला। ल, हामी फर्स्ट जोन, पहिलो यूहन्नालाई हेरौँ है त। 2को हामी सबैलाई थाहा छ 15, 16 र 17 पद। यहाँ स्पष्ट लेखिएको छ, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यो भनेको हामी क्रिस्चियनहरूको प्रेम गराई संसारिक नहोस् भनेको। के वर्ल्डली लभ बाइबलले हामीलाई के गर्छ? प्रिभेन्ट गर्छ, हामीलाई मान्यता दिँदैन। संसारिक पाराको प्रेमलाई मान्यता दिँदैन, किनभने परमेश्वरको वचनले के भन्छ? संसारको ढाँचामा प्रेम नगर, संसारको ढाँचामा नचल। दोस्रोमा के भनेको छ? 16मा है, कुनै मानिसले कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। सो डिभाइन लभ र फ्लेशली लभ, शारीरिक प्रेम अथवा संसारिक प्रेम र ईश्वरीय प्रेमलाई हामीले मिक्स कोकटेल भन्छ नि, कोकटेल हामी नेपाली भाषामा, हैन?
कोकटेल बनाउनु सक्दैन कहिले पनि। जसरी ज्योति र अन्धकार एक ठाउँमा रहन सक्दैन, त्यसै गरेर संसारिक ढाँचाको प्रेम र ईश्वरीय ढाँचाको प्रेम एक ठाउँमा लिएर हामीले मिक्स गर्न सक्दैनौँ। 16 के भन्छ? किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, संसारिक प्रेममा गरिने कुराहरू, यो सुरुमा मैले पढेको छु तपाईँहरूलाई, यसलाई याद गरिराख्नु होला। संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, लभ, संसारमा गरिने जुन प्रेम छ त्यसलाई लभ भन्दैन, त्यसलाई लस्ट भन्छ। लस्ट, LUST, लस्ट है, लस्ट। सो लस्टफुल लभ इज सिन। प्रभुको वचनले भन्छ अभिलाषा पूर्ण गरिने माया प्रेम के हो? पाप हो भन्छ। आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएका हुँदैनन् भनेर, यो संसारबाट आएका हुन्छन् भनेर लेखिएको छ। 17 पनि संसारमा हुने यी सबै कुराहरू, अभिलाषादेखि लगेर सबै परमेश्वरको इच्छा विपरीतका कुराहरू जति पनि हुन्छन्, यो चाहिँ बिति जान्छ भनेको छ, बिति जान्छ भनेको छ। सो आज जवान अवस्थामा यहाँ कतिजना जवानहरू हुनुहुन्छ विवाह नगरेको? हात उठाइदिनुहोस् न, यसो हेरौँ। 1 जना, 2 जना, 3 जना। ओके, 3 जना मात्रै हुनुहुँदो रहेछ है त। ओके, 3 जना मात्रै देखेँ मैले। अब यहाँनिर हामीले याद गर्नु पर्यो। ओके, जवानी अवस्थामा हामीले ईश्वरीय प्रेमलाई जब हामी दैनिक जीवनमा प्र्याक्टिस गर्न थाल्छौँ, ईश्वरीय प्रेमलाई, संसारिक प्रेमको शक्ति दुर्बल हुँदै जान्छ र स्वर्गीय प्रेम हाम्रो हृदयमा बढ्दै जान थाल्छ, वृहत रूपले बढ्दै जान थाल्छ। जवानी अवस्थामा स्वर्गीय प्रेमले संसारिक प्रेमलाई दासत्वमा पार्न थालेको जीवन चाहिँ ईश्वरीय जीवन हो, ईश्वरीय जीवन हो। यसकारण आज हामीले सुरुमा जब हेर्छौँ, यसको जग भनेको आदम र हावाको सम्बन्धको कुराबाट सुरु हुन्छ। आदम र हावाको कुराबाट हामीले सुरु गर्नुपर्ने हुन्छ। आदम पहिला एक्लै बनाइयो, he was made alone, उनी एक्लै बनाइए। परमेश्वरको वचनले भन्छ उनलाई एक्लो रहन असल थिएन, एक्लो रहन असल थिएन। हामी सबैले पढेकै छौँ त्यो खण्ड। अब एक्लो रहन असल छैन भन्ने बित्तिकै यो कुरो म एक्लो रहन असल छैन भनेर रहस्यको कुरो के छ यहाँ थाहा छ? आदमले भनेको होइन म एक्लो रहन असल छैन पिता, अब्बा, हे परमेश्वर मलाई चाहियो भनेन। उसले एक्लो रहन असल छैन भनेर उसले भनेन। तर हामीले के पाउँछौँ? God the Father saw the need of Adam. आदमको आवश्यकता परमेश्वरले देख्नुभयो। सो जवानीपनमा तपाईँ एक्लो हुने छोराछोरीहरू हुनुहुन्छ भने तपाईँको खाँचो परमेश्वरलाई थाहा छ, तपाईँको आवश्यकता परमेश्वरलाई थाहा छ। यसकारण विवाह गर्न हतारिनु हुँदैन, तर परमेश्वरको इच्छालाई, परमेश्वरको राइट टाइमलाई
जब हामी पर्खिन्छौँ, हाम्रो विवाहहरू ईश्वरीय सिद्धान्त र परमेश्वरको वचनको जगमा सुरु हुँदछ। सो धेरैजना आत्तिएर विवाह गरी पठाएकोले, हतारिएर विवाह गरी पठाएकोले फुर्सदमा पछुताइरहनु भएको धेरै परिवारहरू, तपाईँहरू त्यस्तो त हुनुहुन्न होला, तर हामी अमेरिकामा धेरै यस्ता कुराहरू, इभन हाम्रो नेपाली कम्युनिटीमा, हाम्रो भुटिनिस कम्युनिटीहरूमा, हाम्रा अमेरिकन कम्युनिटीहरूमा, हाम्रा आँखाका अगाडि यस्ता कुराहरू चाहिँ देखिरहेका छन्। सो त्यो विवाह सुरु हुनुभन्दा अगाडि नै जवान अवस्थामा गलत जग बसाएर विवाहलाई सुरु गरेको कारण त्यो जग, तपाईँलाई थाहा छ जग, येशूले जगको कुरा गर्नुभयो नि मत्ती 7 अध्यायमा। दुई प्रकारका जग, एउटा चट्टान जग, अर्को बलुवा जग। त्यसलाई हामीले विवाहमा पनि लिएर जोड्न सक्छौं। हाम्रो गलत प्रकारले सुरु भएका विवाह र सम्बन्धहरू भनेको केमा हो? बलुवामा। बलुवामा, यसको भनेको गलत नियतले, गलत तरिकाले, गलत परिकारले, आवेशमा आएर, हतारिएर, विवाह भन्दा अगाडि नै सबै प्रेमकै अवस्थामा विवाहमा हुने सम्पूर्ण जवान र जवानीका कुराहरू सिद्ध्याएर, कुमारीत्वलाई तोडेर, कन्यापनलाई तोडेर, सबै कुरो सिद्ध्याएर जब मानिसले त्यो एउटा जगमाथि विवाहलाई सुरु गर्छ, त्यो विवाह बलुवामाथि बनाइएको घर जस्तो हुन्छ। बलुवामाथि निर्माण गरेको धरहरा जस्तो हुन्छ। केही समय सुन्दर देखिन्छ, केही समय अति राम्रो देखिन्छ, आई लभ यु भन्ने आउँछ, ओ आई डाई फर यु भन्ने आउँछ, हनी भन्ने आउँछ, डियर भन्ने आउँछ, आई क्यान्ट लिभ विदाउट यु भन्ने आउँछ, हात खुट्टामा नाम लेखाइन्छ, खुन बगेको पनि मन पर है दादा, खुनहरू बग्छ तर पनि दुख्दैन, यस्तो माया लाग्छ, गाढा प्रेम संसारले हेर्दै गर्दा ओ यो त कति सुन्दर, आउने पुस्ताको लागि यो दम्पति, यो विवाह त उदाहरणीय हुन्छ होला जस्तो लाग्छ। 1 महिना बित्छ, 2 महिना बित्छ, अनि त्यो बालुवामा रोपेको कारण बालुवाबाट झार जङ्गल, कसिङ्गार, पात पतिङ्गार उम्रिन थाल्छ, उम्रिन थाल्छ। बलुवामा के फल्छ, के उम्रिन्छ थाहा छ तपाईलाई? क्याक्टस, क्याक्टस। अनि क्याक्टस भनेको ठुलो ठुलो काँडा भएको हुन्छ प्रियहरू। अनि क्याक्टसको काँडाले घोत्न थाल्छ, चस्सा चुस्सा घोत्न थाल्छ, ठाक ठाक ठुक ठुक सुरु हुन्छ। त्यहाँबाट बिस्तारै बेड छुट्टिन्छ, त्यहाँबाट बिस्तारै रुम छुट्टिन्छ, त्यहाँबाट बिस्तारै एउटा तला माथि सुत्छ, एउटा तला मुनि सुत्छ, अनि बिस्तारै जो दैलाको छेउमा पुगेको छ उसलाई सजिलो हुन्छ, फुत्त निस्केर हिँड्छ। That kind of marriage, बलुवाको जगमा बसेको। यसकारण जवान छोराछोरीहरू, धेरै लामो कुरा गर्ने समय छैन मसँग, लामो नोट छ है यहाँ, तर
प्रभुको आत्माले जवान छोराछोरीलाई के भन्दै हुनुहुन्छ? प्रकाश 2:11 पद जब हामी हेर्छौँ, प्रकाश 2:7 पद जब हामी हेर्छौँ, प्रकाश 2:17 पद जब हामी हेर्छौँ, पवित्र आत्मा के भन्दै हुनुहुन्छ? धेरैचोटि हामी जवान जवानी अवस्थामा परमेश्वरको आत्माको आवाजलाई सुन्दैनौँ। हाम्रो हुनेवाला भविष्यको, हुनेवाला श्रीमतीको कुरा सुन्दैनौँ। भविष्यमा परमेश्वरको आत्मा हाम्रो विवाहमा बोल्नुहुन्छ, किनभने आदमको विवाहमा परमेश्वर बोल्नु भएको छ। God speak in our marriage. परमेश्वरको आत्मा बोल्नु भएको छ। So we need to listen. सुन्न पर्छ। आदम हतारिएन, आदम उत्ताउलोपनमा आएन, आदम भाव, आदम शान्त भएर बस्यो। He was waiting upon the Lord for his marriage. आदमले पर्ख्यो, आदमले विवाहको लागि पनि परमेश्वरमाथि भर पर्यो। उसले यसो हेर्यो, हात्तीको जोडी देख्यो, बाघको जोडी देख्यो, सिंहसानको जोडी देख्यो, तर उसले आफूलाई हेर्यो, एक्लो देख्यो। तर आदम आत्तिएन है। अरे परमेश्वरले हात्तीको पनि बनाउनु भयो, बाघको बनाउनु भयो, सिंहको बनाउनु भयो, लेपर्डको बनाउनु भयो, बाँदरको बनाउनु भयो, इभन कमिलाको त बनाउनु भयो, मेरो चाहिँ किन भनेर परमेश्वरलाई के गरेन? कम्प्लेन गरेन, कम्प्लेन गरेन। बट ही वाज वेटिङ अपन द लर्ड। परमेश्वरलाई पर्ख्यो, परमेश्वरलाई पर्ख्यो। उसले विवाहको लागि परमेश्वरलाई कर पनि लागेन। फेस टु फेस आदमसँग परमेश्वर हुनुहुन्थ्यो त्यतिखेर, फेस टु फेस। तर आदमले के गरेन? परमेश्वरलाई हतार लगाएन। अहिले त धेरै हाम्रो उमेर पुगे पछाडि परमेश्वरलाई हतार लागिन्छ क्या। आफूले देखेको हुन्छ, अब यही केटी चाहियो, यही केटो चाहियो, परमेश्वरको इच्छा हो यो त है। प्रिय, आज we need to seek the will of God in our marriage. हाम्रो वैवाहिक सम्बन्धमा आउनुभन्दा अगाडि हामीले परमेश्वरको इच्छालाई खोज्नुपर्छ, परमेश्वरको योजनालाई खोज्नुपर्छ। तपाईको राइट करङ हो कि होइन, त्यो कुरालाई आज हामीले खोज्न पर्छ। तपाईको करङ 1 इन्चको छ, 5 इन्चको करङ पर्यो भने चाहिँ जिन्दगीभरि दुख्छ, त्यसले पीडा दिन्छ है, पीडा दिन्छ। यत्रो चापाटे चाहिँ यो खालको करङमा पर्यो के हुन्छ? दुख्छ कि दुख्दैन? उहिलेका बुढापाकाले भनेको जस्तो नि, नमरी जानु न गरी खानु, भिरको चिन्डो न उँधो न उँभो। त्यो अवस्थामा पुग्छ त विवाह त। त्यत्रो पास्टर बाहरू राखेर बिहा गरेको, छोडु भने पनि करार गरेको, बाइबलमा वचनमा डिभोर्स पनि नगर भनेको छ। के गरौँ गरौँ, बिजोक हुन्छ उसको। डरलाग्दो अवस्थामा पुग्छ उनीहरू। न खान सक्छ, न सुत्न सक्छ, न कमाउन सक्छ, जिन्दगी बर्बाद हुन्छ। यसकारण जवान छोराछोरीहरू विवाह गर्नुभन्दा अगाडि सिक द विल अफ गॉड, राइट पार्टनरको लागि प्रार्थना गर्नुपर्छ। राइट व्यक्ति तपाईको जीवनमा आउन पर्छ। यसकारण तपाईसँग चापाटे करङ होइन, तर मिलेको करङको लागि प्रार्थना गर्नुपर्छ। मेरै करङ जुटोस् है प्रभु, मेरै करङ जुटोस्। आज यस्तो कुराहरू चाहिँ हामीले गर्नुपर्छ। ओके,
सो विवाह गर्नु विवाह गर्नु गलत होइन, विवाहलाई निषेध गर्नु हुँदैन। एन्ड टाइममा विवाह निषेध गर्ने सिद्धान्तहरू आउँछ, विवाह निषेध गर्ने सिद्धान्तहरू आउँछ। विवाह गर्नु हुँदैन भन्ने पहिलो तिमोथीमा लेखिएको छ है। मासु खानु हुँदैन भन्ने सिद्धान्तहरू आउँछ। ओके, यस्तो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, ब्याक टु है, फेरि पनि चर्च ग्रेसबाट लमा लाने सिद्धान्तहरू आउँछ। एन्ड टाइमको चिन्ह हो यो, प्रभुको वचन लेखेको छ। तीमध्ये एउटा चाहिँ विवाह गर्नु हुँदैन भन्ने सिद्धान्तहरू आउँछ। बिहा किन गर्नु, अब यीशु आइ त हाल्नुहुन्छ है, यीशु आइहाल्नुहुन्छ, बिहा किन गर्नु, यस्तो सिद्धान्तहरू आउँछ। होसियार हुनुपर्छ। यीशुको समयमा आउनुहुन्छ। हाम्रो विवाह भनेको यीशु आउने र जानेसँग सम्बन्ध छैन। यस पृथ्वीमा बाँच्नको लागि आधारको रूपमा परमेश्वरले विवाहको प्रिन्सिपललाई यस पृथ्वीमा सुरु गर्नुभएको छ। दिस इज अ गडली डिभाइन प्रिन्सिपल, विवाह भनेको। यसकारण आज परमेश्वरले विवाहलाई सृष्टि गर्नुभएको भन्ने कुराहरू आज यहाँनिर म तपाईँलाई छोटो स्क्रिन सेयर गर्न चाहन्छु। स्क्रिन सेयर गरेर तपाईँहरूलाई म केही कुराहरू चाहिँ बताउन चाहन्छु है त ल। ओके, ओके, विवाह चाहिँ परमेश्वरले सुरु गर्नुभएको भन्ने कुरा चाहिँ यहाँनिर म तपाईँहरूलाई बताउन चाहन्छु आज। ओके, ल हेरौँ है त। अब यहाँ सानो स्क्रिन सेयर छ, सायद देख्नुभयो होला। ल त्यहाँ जोडिराख्नु भएको छ। ओके, तपाईँलाई ओके, यहाँ सबैभन्दा पहिला आज हामीले बुझ्नुपर्ने कुरा चाहिँ विवाह कभनेन्टबाट सुरु हुने कुरा हो। ओके, विवाह भनेको कभनेन्ट हो। किन भन्दाखेरि यो परमेश्वरले सुरु गर्नुभएको विवाहलाई, विवाहलाई चाहिँ परमेश्वरले नै सुरु गर्नुभएको, यसकारण यो कभनेन्ट हो। ओके, दोस्रोमा विवाह कति प्रकारका छन् भन्ने कुराहरू आज हामीले देख्छौँ। एउटा करार गरेर गरिने विवाह छ, अर्को बाउले हेर्ने आमाले हेर्ने अनि बातचित गर्ने, बातचित गरिसके पछाडि त्यहाँबाट एक मन परापर गरिसके पछाडि अनि चाहिँ बुवा आमाको एग्रिमेन्टमा दुई छोराछोरीको विवाह गरिने चलनलाई एरेन्ज म्यारेज भन्छ। ओके, यो कुराहरू। अर्को कोर्टमा गरिने विवाहहरू छ, कोर्टमा गएर विवाहहरू गरिन्छ। ओके, अर्को भनेको सोसल म्यारेज भनेको मसिनो नानीहरूमा बिहा गर्ने चलनहरू पनि हाम्रो समाजमा छ। बच्चा बच्चामा बिहा गर्ने यस्तो एउटा सोसल कल्चरहरू पनि छ नेपाली जातिमा है। बच्चा हुन्छन्, अर्को बच्चा हुन्छन्, उनीहरू बिहा गर्छन् अनि उनीहरूको जीवन त्यही प्रकारले चाहिँ चल्दै अगाडि बढ्छ होइन। त्यस्तो संस्कारहरू आज पनि छ। बिहा गरिदिने अनि मैतालु भन्छन्, अनि नानीलाई लगेर घरमै राख्ने, यतापट्टिको छोरा घरमै राख्ने, जब उनीहरूको उमेर पुग्छ अनि त्यहाँबाट चाहिँ फेरि उनीहरू सँगै बस्न थाल्ने, त्यस्तो खालको कल्चर पनि हाम्रो नेपाली जातिमा छ। र अर्को अहिलेको अवस्थामा मात्रै होइन, यो उत्पत्तिदेखि नै है, सदम र गमोराको समयदेखि नै यो सेम सेक्स म्यारेजहरू भनेको अब लेस्बियनहरू भयो, गेहरू भयो होइन, छोराछोरा बिहा गर्ने, छोरी बिहा गर्ने, यस्ता खालका चलनहरू चाहिँ आज संसारमा वृहत रूपले बढेर अहिले गइ पनि राखेको छ। अहिले हाम्रो अमेरिकामा चाहिँ
हाम्रो डोनाल्ड ट्रम्पको सरकारले यी कुराहरूलाई चाहिँ ब्यान गरेको छ। यस्तो कुराहरू चाहिँ हुन दिइरहेको छैन। अब यस्तो खालका कुराहरू छ। सो आज यहाँ तपाईँलाई मैले बताउँदै गर्दाखेरि यहाँबाट केही उदाहरणहरू म तपाईँलाई दिन चाहन्छु। केही उदाहरणहरू चाहिँ तपाईँलाई दिन चाहन्छु। यहाँबाट हामीले बुझ्नुपर्ने कुराहरू के छ भन्दाखेरि चाहिँ हामी क्रिस्चियनहरूले गर्ने भनेको कभनेन्ट म्यारेज हो। ओके। तर अरू जति पनि छन् संसारमा गरिने तवर तरिकाहरू हो। सो हामीले बाउ आमालाई सोधेर गर्ने विवाह छ भने पनि अन्तिममा गएर हामीले ल्याएर गर्ने भनेको कभनेन्ट म्यारेज नै हो, जसलाई आज हामीले बाइबलमा हामीले करार गरेर गरिने विवाह हामी पाउँछौँ। परमेश्वरको वचनमा हामी यी कुराहरू पाउँछौँ, जसलाई हामी क्रिस्चियनहरूले पवित्र विवाह भनेर भनिन्छ। सो वास्तवमा पवित्र विवाह भनेर यतिखेर मात्रै हामीले भन्न सक्छौँ। यतिखेर मात्रै हामीले भन्न सक्छौँ। कतिखेर तपाईँलाई थाहा छ? अहिले धेरै पवित्र विवाहहरू चाहिँ हुन्छ, तर कन्या केटा र कन्या केटी हामीले कतिचोटि पाउनु सक्दैनौँ। ओके। भर्जिनिटीहरू ब्रेक भइसकेको हुन्छ। सो आज मानिसले इमान्दार भएर परमेश्वरको भय हामीले समाजमा देखाउने तरिकाले, होइन, समाजमा एउटा देखाउने तरिकाले हाम्रो कन्या त सबै कुरा सिद्धिएर अब हामी चाहिँ खोक्रो भएको अवस्थामा हामीले कहिले पनि होली म्यारेज भनेर नाटकीय प्रकारले विवाह हामीले जब गर्छौँ त्यहाँ पनि समस्या सुरु हुन्छ है। त्यहाँ पनि समस्या सुरु हुन्छ। सो जब जब म पवित्र विवाह दिने गर्छु, यो कठोर एउटा प्रश्न म जहिले पनि सोध्ने गर्छु है। प्रभुको उपस्थितिमा बोल्नुहोस् भन्छु म। के बोल्ने? तपाईँ साँच्चै कन्ने हो? अब अहिले त गाह्रो छ अहिलेको स्थितिमा त। अनि त्यो छोरीले भन्छ म साँच्चै कन्ने हो। त्यो छोरालाई सोध्छ तपाईँ साँच्चै कन्ने हो? म साँच्चै कन्ने हो। ओके। ढाँट्नु भएको होइन? होइन। 100%, 100% उहाँहरूले गवाही दिनुहुन्छ। गवाही दिए पछाडि अनि विवाहलाई म अर्गनाइज गर्छु। तर यदि उहाँहरूले मलाई ढाँटेको हो भने परमेश्वरलाई त ढाँट्न सक्नुहुन्न। प्रिटेनिङ, हामीले हाम्रो वैवाहिक सम्बन्धमा परमेश्वरको अगाडि नाटक गर्नु हुँदैन। समाज खुसी पार्ने काम गर्नु हुँदैन। That's why we need to preserve our virginity. विवाह भनेको जिन्दगी हो नि त। विवाह भनेको हाम्रो लाइफ हो। यसकारण विवाहमा हामी जिस्किनु हुँदैन। तपाईँ अगाडि नै कोहीसँग यौवन सम्बन्ध गरिसक्नु भएको छ भने इनभिजिबल विवाह भन्छ क्या त्यसलाई। यौवन सम्बन्ध कोहीसँग तपाईँले गरिसक्नु भएको छ भने फेरि पास्टरहरूलाई भेला पारेर, मण्डली भेला पारेर प्रभुको उपस्थितिमा म चाहिँ पवित्र छु, म चाहिँ कन्या छु, म चाहिँ राम्रो छु, म चाहिँ साँचो छु, म चाहिँ सत्य छु भनेर चाहिँ गवाही दिएर तपाईँ विवाह गर्दै हुनुहुन्छ भने यु आर लाइङ गड एन्ड यु आर लाइङ जिजस चर्च। येशूको मण्डलीलाई तपाईँले ढाँट्दै हुनुहुन्छ। सो ढाँटबाट सुरु भएको विवाहहरू चाहिँ अन्तिममा गएर समस्यामा लड्दा लड्दै उसको जिन्दगी बर्बाद हुन्छ। बर्बाद हुन्छ। अब अर्को कुरा छ, मलाई भाइ बहिनीले सोध्दै गरेको प्रश्न के हो भने हाम्रो बाइबल स्कुल हामीले 6-7वटा बाइबल स्कुलहरू गऱ्यौँ, 6-7 ब्याचसम्म। अनि त्यहाँनिर बिहा गरेका नगरेका जवान तपाईँहरू जस्तो सबैजना आउनुहुन्थ्यो। अनि हामीले एउटा क्लासमा लगेर जवानहरूलाई ओरिएन्टेसन दिँदै गर्दाखेरि एउटा कुरा सोध्ने गर्थ्यौँ,
तपाईँहरू कतिजना चाहिँ भर्जिन हुनुहुन्छ? सबैले भर्जिन भन्थ्यो। तर जब हामीले पश्चातापको विषयमा पढाउँदै 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 लान्थ्यौँ, अनि उनीहरूलाई फेरि हामीले एक एक गरेर कोठामा लगेर सोध्थ्यौँ। एक एक लगेर सोद्धाखेरि मैले, तपाईँलाई थाहा छ, एउटा जवान भाइले अमेरिकामा आएर 49 स्त्रीहरूसँग चाहिँ यौन सम्बन्ध राखेको कुरा पनि हाम्रो बाइबल स्कुलमा आएको छ। 49। तर संसारले हेर्दै गर्दा हि वाज भर्जिन। ओके। अब अर्को कुरो, उनीहरूले हामीलाई सोध्थे एउटा प्रश्न, पास्टरबा, संसारमा हुँदाखेरि हामीले यौन सम्बन्ध राख्यौँ, कुरो बुझेनौँ। संसारमा हुँदा क्या यीशुलाई विश्वास नगर्दा जानेनौँ, यस्तो सत्यताको ज्ञान पाएनौँ। त्यतिखेर हाम्रो भर्जिनिटीहरू सक्यो, सबै कुरा सिद्धियो, गर्लफ्रेन्ड भयौँ, बोयफ्रेन्ड भयौँ, हाम्रो सम्बन्ध यसरी गयो। त्यो पाप हो। त्यस पछाडि यीशुलाई हामीले विश्वास गर्यौँ। यीशुलाई विश्वास गरेपछि अब चाहिँ के हुन्छ? के हामीले पवित्र विवाह गर्न सक्छौँ? उहाँहरूले प्रश्न सोध्नुहुन्छ। सायद तपाईँहरूको मनमा पनि यस्तो प्रश्नहरू छ होला अहिले। तपाईँले यीशुलाई विश्वास नगर्दाखेरि तपाईँको कन्यात्व, एउटा भर्जिनिटी चाहिँ तोडिएको थियो। व्यभिचारमा हुनुहुन्थ्यो, अधर्ममा हुनुहुन्थ्यो, अपराधमा हुनुहुन्थ्यो। तर अब यीशुलाई विश्वास गर्नुभयो, तपाईँको अपराध, अधर्म र पाप अब धार्मिकतामा बदलेको छ। तपाईँ पवित्र हुनुभएको छ। सो त्यो ख्रिस्टको रगतले ल्याएको होलिनेसले तपाईँको भर्जिनिटी पनि प्योर भएको छ। तपाईँको भर्जिनिटी पनि रेस्टोर भएको छ। तपाईँको भर्जिनिटी पनि फेरि पवित्र भएको छ। अब यीशुलाई विश्वास गरिसके पछाडि तपाईँले त्यो भर्जिनिटीलाई फेरि मेन्टेन गरेर अगाडि बढ्नुहुन्छ भने तपाईँको चाहिँ पवित्र विवाह हुन सक्छ। नो क्वेसन। किन? व्हाट वाज लस्ट रेस्टोर बाई क्राइस्ट। जे कुरा तपाईँले गुमाउनु भएको थियो अब ख्रिस्टद्वारा पुनर्स्थापित भएको छ। त्यो भएर मुक्ति भन्ने शब्दलाई हामीले सोझो भन्छ, ग्रिकमा सोझो, SOGO अथवा ZO, सोझो भनेको आत्माले पनि मुक्ति पाएको, प्राणले पनि मुक्ति पाएको, शरीरले पनि मुक्ति पाएको। तीनैवटा क्षेत्र, हाम्रो जीवनको तीनवटा भाग छन्। तीनैवटा भाग रिडिम भएको छ। रिडिम भन्ने अङ्ग्रेजीमा शब्द लेखेको छ, रिडिम। यसको मतलब छुटकारा भएको छ अथवा पुनर्स्थापित भएको छ। यसकारण यीशुलाई विश्वास गरेर पनि हामीले व्यभिचार है आज फर्निकेट गर्दै हिँड्दैछौँ, एडल्ट्रीमा हामी फस्दैछौँ भने हामीले कहिले पनि फेरि पनि होली म्यारेज भनेर हामीले गर्नु हुँदैन। बी अनेस्ट इन द प्रेजेन्स अफ गड। प्रभुको उपस्थितिमा इमान्दार हुनुपर्छ। हामी इमान्दार भएर अनि प्रभुको शरणमा हामी आउनुपर्छ। प्रभुको शरणमा आएर प्रभुको दासहरूको अगाडि हामीले कन्फेस गर्नुपर्छ। जब साँचो प्रकारले तपाईँले विवाहलाई सुरु गर्नुहुन्छ नि, तपाईँको जीवनमा सबै कुरा सुन्दर भएर आउँछ। सबै कुरा सुन्दर भएर आउँछ। यसकारण तपाईँको विवाह चाहिँ कभेनेन्ट म्यारेज हुनुपर्छ, होली म्यारेज हुनुपर्छ है, होली म्यारेज हुन पर्छ। यसकारण किनभने आज होलिनेस भन्ने कुरालाई जब हामीले विवाहमा मेन्टेन गर्छौँ, विवाह एउटै हुने कुरा भएको कारणले गर्दाखेरि आज यौवन सम्बन्धहरू विवाहभन्दा अगाडि यसलाई वचनले पाप भनेको छ, अधर्म भनेको छ, अपराध भनेको छ,
पहिलो कोरिन्थी 7 अध्यायमा गएर तपाईँले पढ्नुहोस्। पहिलो कोरिन्थी 7 अध्यायमा गएर जब तपाईँले हेर्नुहुन्छ, विवाहभन्दा अगाडि गरिने जति पनि यौवन सम्बन्धहरू छन् त्यो चाहिँ पाप हो, त्यो चाहिँ सिन हो, त्यो चाहिँ अधर्म हो, त्यो चाहिँ अपराध हो। यसकारण त्यही भएर आज वैवाहिक सम्बन्धमा हामीले एकदमै सचेत हुनपर्छ। किनभने यौवनले एउटै बनाउने काम गर्छ, वाननेसमा ल्याउँछ। उत्पत्ति 2:24 जब हामी पढ्छौँ, उत्पत्ति 2:24 हामीले पढ्दै गर्दाखेरि तपाईँ जीवनमा धेरैसँग एउटै शरीर भएर हिँड्न सक्नुहुन्न। जुन शरीरबाट स्त्रीहरू बनाइएका हुन् त्यो शरीरसँग मात्रै तपाईँ एउटै हुन जरुरी छ। जुन करङ, जुन अङ्ग तपाईँको हो त्यो अङ्गसँग मात्रै स्त्री पुरुषहरू पनि एउटै हुन जरुरी छ। त्यो भएको कारणले गर्दाखेरि आज हामीले यो कुराहरू चाहिँ बुझ्न जरुरी छ। लगभग यो जवानको यौवन सम्बन्धीका कुराहरू आज म यहाँ राख्न चाहन्छु र म तपाईँलाई अर्को कुरामा लान चाहन्छु है। अब यो अलिकति ओके ल, तपाईँले यहाँनिर देख्दै हुनुहुन्छ वाट इज बिब्लिकल म्यारेज। अब हामीले अलिकति पावर पोइन्टबाट म तपाईँहरूलाई बताउँछु र केही प्र्याक्टिकल कुराहरू पनि तपाईँहरूलाई म गर्छु। बाइबलीय विवाह भनेको के हो त? तपाईँलाई यहाँनिर मैले केही नोटहरू लिएको छु। ओके, मलाकी म्यारेज इज द कभनेन्ट विथ गड। विवाहलाई परमेश्वरले सुरु गर्नुभएको, यो सबैलाई थाहा छ, अघि पनि मैले सुरुमै भने। विवाह समाजले सुरु गरेको होइन। ओके, विवाह संस्थाले सुरु गरेको पनि होइन। विवाह कुनै पनि संसारमा भएको बुद्धिमानीले सुरु गरेको पनि होइन। विवाह संस्कार होइन। विवाह चलिआएको नियम र नीति पनि होइन। विवाह कुनै पनि प्रकारको परम्परा होइन। विवाह त परमेश्वरले सुरु गर्नुभएको, परमेश्वरले स्थापित गर्नुभएको एउटा संस्था हो। गड इन्स्टिट्युटेड म्यारेज भन्छ। परमेश्वरले सुरु गर्नुभएको इन्स्टिट्युसन हो विवाह भनेको। यसकारण विवाह परमेश्वरले सुरु गर्नुभएको कारण हामीले विवाहलाई जहिले पनि गम्भीर साथ लिन पर्छ। यदि यो मानिसले सुरु गरेको भए, कोर्टले सुरु गरेको भए, कानुन विधि विधानले सुरु गरेको भए, संस्थाले सुरु गरेको भए, संगठनले सुरु गरेको भए, यो एउटा परम्परा बन्ने थियो, यो एउटा नियम र रीतिरिवाज बन्ने थियो। तर विवाह त्यो होइन। विवाह परमेश्वरले स्थापित गर्नुभएको एउटा संगठन हो, सम्बन्ध हो। यसकारण विवाह जे कुरो परमेश्वरले सुरु गर्नुभएको छ त्यो कुरो जहिले पनि हामीले गम्भीरताको साथमा लिन पर्छ, होसियारीको साथमा लिन पर्छ। विवाहसँग हामी खेलबाड गर्नु हुँदैन। विवाह सम्बन्धमा हामी कहिले पनि भाडाकुटी जस्तो खेल्नु हुँदैन। विवाह सम्बन्धमा है, आज नेपाली जातिहरूमा यस्तो कुराहरू छ। हामी संसारमा भएको जति पनि नेपाली जातिहरू छौँ, हामी नेपाली जातिमा यो कुराहरू चाहिँ भयङ्कर विवाह एकदमै विवाहलाई मान्छेले के गरेको छ, एकदमै कमजोर ठानेको छ। विवाहलाई मानिसले मन पर्दा वाउ विवाह कति सुन्दर, कति असल, कति भलो विवाह, तर अलिकति मन परेन, कुरा मिलेन। अझै हामी नेपालमा हेर्छौँ यहाँनिर कतिवटा न्युजहरू है, नेपाली कलाकारहरूको कुराहरू हेर्छौँ। आज विवाह भएको छ, भोलि छुटेको छ, मन परेन अरे, मेन्टालिटी मिलेन अरे। मेन्टालिटी मिल्छ कि मिल्दैन भन्ने कुरो विवाहभन्दा अगाडिको कुरा हो। सोचाइ मिल्छ कि मिल्दैन विवाहभन्दा अगाडिको कुरा हो। जात मिल्छ कि मिल्दैन विवाहभन्दा अगाडिको कुरा हो। थर मिल्छ कि मिल्दैन विवाहभन्दा अगाडिको कुरा हो। ससुराली ठिक लाग्छ कि लाग्दैन विवाहभन्दा अगाडिको कुरा हो। माइत ठिक लाग्छ कि लाग्दैन विवाहभन्दा अगाडिको कुरा हो।
सबै कुरो विवाह भन्दा अगाडिको कुरा हो। तर जब विवाह गरेर कभनेन्टमा आउँछ नि, द्याट्स द फाइनल डेस्टिनेसन। त्यो चाहिँ गन्तव्य हो। अनि त्यहाँ पुगेपछि नि मान्छे दाहिनेतिर जानु हुँदैन, देब्रेतिर जानु हुँदैन, कतै पनि मोडिनु हुँदैन। त्यो कभनेन्ट गरेर सुरु गरेको विवाह चाहिँ परमेश्वरको वेदीमा डेडिकेट गरिएको हुन्छ, अर्पण गरिएको हुन्छ। अब त्यहाँबाट समस्याको कुरा बग्नु हुँदैन, तर आशिषको कुरा बग्न पर्छ प्रियहरू। यो भएको कारणले विवाहलाई गम्भीरताको साथमा लिनुपर्छ। मेन्टालिटी मिल्दैन अरे, आज बिहा भोलि डिभोर्स। सोचाइ मिलेन अरे, आज बिहा भोलि डिभोर्स। बुढाको कुरा बुझेन अरे, बुढीको कुरो बुझेन अरे, एकअर्कालाई रिस्पेक्ट गरेन अरे, एकअर्कालाई अनर गरेन अरे, एकअर्काको कामलाई बुझेन अरे, एकअर्काको भावनालाई बुझेन अरे। बोली वचन मन परेन अरे। त्यो सबै विवाहभन्दा अगाडि नै गर्ने कुरा हो। विवाहभन्दा अगाडि नै जाँच्ने कुराहरू, विवाहभन्दा अगाडि नै टेस्ट गर्ने कुराहरू। मिल्दैन, पहिल्यै विवाह गर्नु हुँदैन थियो। तर जब कभनेन्टमा आउँछ, त्यही भएर 3 सुतेले बातेको डोरी चुडिँदैन भनेको छ। परमेश्वरलाई साक्षी राखेर बाँधेको सम्बन्धको डोरी मान्छेले कसरी चुडाउन सक्छ? यसकारण एकजना प्रभुको दासले भन्नुहुन्छ, मानिसले विवाहलाई ह्यान्डल गर्न फेल भएको, बट म्यारेज नेभर फेल। किन? परमेश्वरले सुरु गर्नुभएको विवाह चाहिँ, परमेश्वरले जे कुरा सुरु गर्नुभयो त्यो कुरो यस पृथ्वीमा संसारको अन्त्य नहुन्जेलसम्मको कुरा हो। कहिले फेल हुँदैन। म्यारेज नेभर फेल, बट पिपल फेल टु ह्यान्डल द म्यारेज। यसकारण विवाहलाई हामीले गम्भीरताको साथमा लिनुपर्छ। किन? कभनेन्ट हो नि त, कभनेन्ट हो, यो करार हो। दोस्रो के हो? लेट अस सी। दोस्रो के हो त? ल हेर्नुहोस् त यहाँनिर, म्यारेज इज जस्ट लभ। एपिसी 5:25, उत्पत्ति 2:24। म्यारेज के रहेछ? विवाह प्रेम। अब यो चाहिँ अलिक इमोसनल कुराहरू पनि हो। ओके, विवाह चाहिँ के हो? प्रेम। जब प्रेम सिद्धिन्छ, विवाह पनि सिद्धिन्छ। प्रेमको अन्त्य नै डिभोर्स हो। प्रेम जब सिद्धिन्छ, विवाह सिद्धिन्छ। इट क्यानट बी कन्टिन्यू। त्यो निरन्तर अगाडि बढ्न सक्दैन। छोरी मान्छेहरूलाई तपाईहरु धेरैले सुन्नुभएको होला, हाम्रो लाजरस गुरुबाको सर्मनहरू विवाह र सम्बन्धको विषयमा एकदम राम्रो बोल्नुहुन्छ है। आज प्रेम प्रेम पहिलो एउटा 4:8 जब हामी हेर्छौं, गड इज लभ भन्छ। गड इज लभ, परमेश्वर प्रेम हुनुहुन्छ। संसारले के भन्छ? लभ इज ब्लाइन्ड भन्छ। बाइबलले के भन्छ? लभ इज गड भन्छ। सो संसारमा लभ इज ब्लाइन्ड भनेको के हो? लभकै अवस्थामा जे जे गर्नु छ गरिसकि सिद्ध्याइदिन्छ, अन्धो भएर काम गर्छ, सक्यो उसको अन्तिम हुन्छ। तर परमेश्वर प्रेम हुनुहुन्छ भने त्यो प्रेमले हाम्रो विवाह बाँधिन जरुरी छ। त्यो प्रेमले हाम्रो विवाह सजिन जरुरी छ। त्यो प्रेमले हाम्रो विवाह रोपिन जरुरी छ। प्रेम
सो प्रेम भनेको रियालिटी हुन्छ। प्रेममा एउटा कुरा हुँदैन। पहिलो कोरिन्थी जब विवाहमा प्रेम हुन्छ नि, साँचो प्रेम कसरी टेस्ट गर्ने, पहिलो कोरिन्थी 13 अध्यायमा हेर्नुहोस् न है। साँचो प्रेम दम्पतिमा हुने त्यो प्रेम इरज प्रेम हो। पहिलो कोरिन्थीमा गरिएको प्रेमको कुरा जुन छ, इरज भन्छ। इरज लभको विषयमा पावलले कुरा गरेको थियो। इरज लभ भनेको दम्पतिको बीचमा हुने प्रेमको कुराहरू, परिवारमा हुने प्रेमका कुराहरू, मण्डलीमा हुने एकअर्काको प्रेमका कुराहरू आज त्यहाँनिर गरेको छ। इरज लभको कुराहरू छ प्रियहरू। आज यहाँ जब हामी हेर्छौँ, यहाँ मध्यको कुरा गरेको छ, स्पेसली दम्पतिको बीचमा प्रेममा डाहा हुँदैन भनेको छ, प्रेममा आरिस हुँदैन भनेको छ, प्रेमले झुट बोल्दैन भनेको छ, प्रेमले एकअर्काको हजारौं गल्ती ढाक्छ भनेको छ है। प्रेम चाहिँ आज एक्सनमा जब आउँछ, प्रेमले नि हाम्रो सम्बन्धहरू निर्माण हुन थाल्छ। अब प्रेम भएको व्यक्ति एक अर्कामा सबभन्दा पहिला विश्वासयोग्य हुन्छ, फेथफुल हुन्छ। प्रेम भएको व्यक्ति एक अर्कामा विश्वासयोग्य हुन्छ। त्यहाँ प्रेममा कुनै डर हुँदैन, मेरो बुढी कसले लगिदेला कि, मेरो बुढो कोसँग पो लागेको छ कि, है त्यस्तो हुँदैन प्रेममा। तपाईहरु कतिजना विदेशमा हुनुहुन्छ, कतिको श्रीमान नेपालमा हुनुहुन्छ होला, कतिको श्रीमती नेपालमा हुनुहुन्छ होला है, प्रभुमा हुनुहुन्छ होला। प्रेममा नि विश्वास र भरोसा हुन्छ। प्रेममा शङ्का हुँदैन, प्रेममा शङ्का हुँदैन। प्रेममा अब यता ल सक्यो है, सिद्धियो है, अब खतम भयो है, अब उता मेरो बुढी कोसँग पो लाग्यो होला, मेरो बुढो कोसँग पो लाग्यो होला, त्यस्तो हुँदैन प्रेममा। ईश्वरीय प्रेममा एकअर्कामा भरोसा हुन्छ, एकअर्कामा भरोसा हुन्छ। शैतानले नि विवाहहरूलाई सिद्ध्याउनको लागि विभिन्न प्रकारका टुल्सहरू, औजारहरू प्रयोग गरिराखेको छ। सो प्रेम भन्ने बित्तिकै हामीले यहाँ के बुझ्न पर्छ भने, प्रेममा सबभन्दा पहिला एकअर्काको आवश्यकता पूरा गर्छ प्रेमले, एकअर्काको खाँचो पूरा गर्छ प्रेमले। प्रेमले प्रेमले ती कुराहरू गर्दै गर्दा दम्पतिको बीचमा भरोसा टुटाउने धेरै कुराहरू छ। भरोसा टुटाउने, विश्वासयोग्यतालाई टुटाउने धेरै कुराहरू छ। आज तपाईँ हामीले यो कुराहरू के हो त, के हो त, कसरी यसलाई थाहा पाउने? अब यसमा अलिकति प्र्याक्टिकल कुरा म तपाईलाई गर्छु। मोबाइल छ, ओके, यहाँ जस्तो मोबाइल छ, बुढाले बुढीलाई सोध्यो क्या हो, प्र्याक्टिकल कुरा गर्दैछु है म। बुढी तिम्रो मोबाइलको पासवर्ड कति हो? बुढीले मोबाइलको पासवर्ड भन्न पुरा डराउँदैछ भने त्यहाँ शङ्का उत्पन्न हुन्छ। प्र्याक्टिकल कुरा गर्दैछु है म। बुढीले बुढालाई मोबाइलको पासवर्ड दिँदै छैन, देयर इज समथिङ प्रब्लम। अहिले आएर मोबाइलबाट धेरै समस्या उत्पन्न भएको छ, फेसबुकबाट धेरै समस्या उत्पन्न भएको छ, टिकटकबाट धेरै समस्या उत्पन्न भएको छ, इन्स्टाग्रामबाट, यो सोशल मिडियाहरू जति पनि छ एकदम सुरु भएको छ। बुढाले नसुन्ने गरी, बुढीले नसुन्ने गरी सिक्रेटमा गफ बातचितहरू हुँदैछ। यस्ता कुराहरूले
बुढी छेउमै छ, बुढो छेउमै छ, कम्युनिकेसन छैन, बातचित छैन। नौ डाँडा पारीको सँग चाहिँ 24 घण्टा आफ्नै काखमा भएको श्रीमान श्रीमतीमा बातचित छैन, हेलो हाई छैन, के खायो, कस्तो छ, के गर्दैछौ, अवस्था के छ, परिस्थिति कस्तो छ, तपाईँको स्पेशल टाइमहरू छैन। प्रब्लम त्यहाँ छ। यस्ता कुराहरूले के गर्छ, दम्पति जीवनमा शङ्का उत्पन्न गर्छ, अविश्वासका कुराहरू जन्माउँछ अनि विवाहको मृत्यु आउनको लागि रोग सुरु हुन्छ। जसरी मान्छे मर्नुभन्दा अगाडि रोगी हुन्छ, बिरामी हुन्छ, सिम्टम्सहरू हुन्छ, त्यस्तै यो चाहिँ दम्पति जीवनको सम्बन्धको ब्याड सिम्टम्सहरू हो। ओके, ब्याड सिम्टम्सहरू हो। एक्लै एक्लै खाना खाना ब्याड सिम्टम्सहरू हो। एक्लै एक्लै सुत्ने ब्याड सिम्टम्सहरू हो। सँगै प्रार्थना गर्न नमान्ने ब्याड सिम्टम्सहरू हो। चर्च आफूलाई मन परेको बुढो एउटा चर्चमा जान्छ, बुढी अर्को चर्चमा जान्छ, ब्याड सिम्टम्सहरू हो। ब्याड सिम्टम्स, यो प्र्याक्टिकल कुराहरू हो। श्रीमतीलाई कहिल्यै उहाँहरूको आवश्यकताहरू पुरा गर्दैन श्रीमानले, श्रीमानको आवश्यकताहरू श्रीमतीले पुरा गर्दैन, त्यसलाई माया भनिँदैन, त्यसलाई प्रेम भनिँदैन, त्यसलाई स्नेह भनिँदैन। त्यो कुराप्रति एकअर्कामा भरोसा गर्न सकिँदैन। श्रीमती किचनमा अल्लिएको छ, श्रीमान सोफामा बसेर टिभी देखको देई छ। द्याट्स नट लभ। कसैको श्रीमान किचनमा घोटिएको छ, लाउन्ड्रीमा घोटिएको छ, काममा घोटिएको छ, घरमा बुढो आउँछ, चातो पानीसम्म छैन, चिसो पानी छैन, भात छैन, खाना छैन, केही छैन, बुढी अघि गएर खाटमा पल्टेर मोबाइलमा कोसँग फेसटाइम दिइरहेको छ भने द्याट्स प्रब्लम। त्यस्तो विवाहहरू अगाडि बढ्न सक्दैन। त्यो सम्बन्धको मृत्युको सुरु हो। अब है, प्रेमले त्यसो भन्दैन, प्रेमले त्यसो गर्दैन। साधारण कहिले ठकठाक ठुकठुक सबै दम्पतिको पर्छ, त्यस्ता कुराहरू हुन्छ। तर दम्पतिमा जहिले पनि हामीले ख्याल गर्नुपर्ने कुराहरू के हो भन्दाखेरि चाहिँ, दम्पतिमा हामीले ख्याल गर्नुपर्ने कुरा चाहिँ सम्बन्धलाई कसरी जोगाउन सकिन्छ। तो सम्बन्ध जोगाउनको लागि प्र्याक्टिकल कुरा, परमेश्वरको वचन जति जान्नु भएको छ त्यसलाई हामीले एप्लाई गर्न थाल्नुपर्छ, अनि विवाह डर हुन्छ। विवाह डर हुन्छ। श्रीमतीलाई आफैलाई जस्तो प्रेम गर भनेर श्रीमानलाई भनेको छ नि त, वचनले भनेको छ त। दम्पति सम्बन्धले जहिले पनि मण्डली र यीशुको सम्बन्धलाई देखाउँछ। हामीलाई थाहा छ, एफिसी 5 को 25, 26, 27 जब हामी पढ्छौँ त्यहाँ लेखेको छ, हस्बेन्ड एन्ड वाइफको रिलेसन येशू ख्रिस्ट र चर्चको रिलेसनसँग तुलना गरेको छ पावलले। यसकारण हामीले विवाहलाई गम्भीरताको साथमा लिनुपर्छ। वैवाहिक सम्बन्धमा हामीले ख्यालठट्टा गर्नु हुँदैन, हामी जिस्किनु हुँदैन। यसकारण श्रीमतीलाई आफैलाई जस्तो प्रेम गर्ने कुरा भेरी इम्पोर्टेन्ट, भेरी इम्पोर्टेन्ट। एफिसी 5 अध्यायमा श्रीमती श्रीमानको अधीनमा बस्नु भनेको छ, अधीनमा बस्नु। त्यो भएर एडन रङ्गङ भन्ने प्रभुको दासले के भन्नुहुन्थ्यो, पोहोर प्रभुमा सुत्नुभयो, उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि
प्रेम गर्ने श्रीमानको अधीनमा बस्न गाह्रो हुँदैन अरे। अनि अधीनमा बस्ने श्रीमतीलाई पनि प्रेम गर्न गाह्रो हुँदैन। त्यो भएर प्रभुको वचनले एपिसी 5 अध्यायमा दम्पति सम्बन्धको विषय लेखेको तपाईँले पढ्नु होला आजको रात उतातिर। श्रीमानलाई शिर भनेको छ, श्रीमतीलाई अङ्ग भनेको छ। सो घरमा तपाईँको श्रीमान लाटो छ, केही नजान्ने छ, गोक्ते छ भने पनि श्रीमान स्त्रीको लागि शिरै हो। परमेश्वरले बनाएको त सिस्टम हो। श्रीमती अङ्गै हो, अधीनतामा बस्नुपर्छ। अनि त्यो एउटा गडली फर्मेसनमा परिवार सुरु हुन्छ। परिवार सुरु हुन्छ। यसकारण यहाँ मेरो माथि एडमिट भनेर आएकै भयो कि तपाईँले एडमिट गर्नु भने राम्रो हुन्छ है त। अनि तपाईँले यहाँनिर मैले एउटा फर्मेसन देखाउँछु तपाईँलाई। यहाँनिर सेयरिङ इज नट टर्न अन भनेर भन्दैछ। ओके ल, तपाईँलाई मैले यहाँनिर एउटा कुरा देखाउँछु। ओके हेर्नुहोस् है त। म्यारेज इज कमिटमेन्ट। विवाहमा तपाईँको समर्पणता हुन जरुरी छ। समर्पणता। विवाहमा जब समर्पण हुँदैन, एक अर्काको लागि बलिदानात्मक एउटा बलिदानपूर्ण सम्बन्ध, एक अर्काको लागि कमिटमेन्ट हुन जरुरी छ। तो यो कमिटमेन्टले के देखाउँछ? ओके, कमिटमेन्टले के देखाउँछ? श्रीमानहरूले श्रीमतीको लागि कमिटमेन्ट के गर्ने भन्दा भौतिक कुराको कमिटमेन्ट भनेको होइन। एपिसी 6 को 22 देखि 33 सम्म जब हामी पढ्छौँ, यो भौतिक कुराको देखाएको होइन। तर यो कमिटमेन्ट चाहिँ के हो? यो कमिटमेन्ट चाहिँ एक अर्काको खाँचो पुरा गर्ने, एक अर्काको आवश्यकता पुरा गर्ने र दुईजनै मिलेर विवाहलाई स्वस्थ पार्ने र टिकाउ पार्ने काम गर्ने कमिटमेन्ट हो यो। एकजनाले मात्रै विवाह टिकाउन सक्दैन। विवाहमा दुईजनाकै उत्तिकै भूमिका हुन पर्छ। विवाहमा दुईजनाकै उत्तिकै भूमिका हुन जरुरी छ। जब दुईजनाको भूमिका उत्तिकै हुँदैन भने तपाईको विवाह लामो समयसम्म जान सक्दैन। एकजनाले मात्रै विवाह टिकाउने कोसिस गर्यो भने त्यो विवाह लामो समय जान सक्दैन। त्यो विवाहमा समस्या पछि समस्या आउन थाल्छ। यसकारण आज विवाह भनेको मिराकल हो। अचम्म प्रकारले जुट छ विवाह भनेको, एक अर्काको मिलाप। हेर्नुहोस् त किन मिराकल भनेको छ वचनमा? विवाह भनेको यो किन आश्चर्य काम हो भनेको छ भन्दाखेरि चाहिँ विवाह चाहिँ कसको छोरा हो, कसको छोरी हो, कुन प्रकारले त्यो छोरी हुर्केको हुन्छ, कुन प्रकारले त्यो छोरा हुर्केको हुन्छ, कुन प्रकारले उनीहरू बनिएका हुन्छन्, कुन प्रकारले उनीहरूको घराना तयार भएको हुन्छ, तै पनि उनीहरू एउटा घरमा आएर एउटा शरीर भएर एउटै भएर जीवनभरि उनीहरू जिउन सक्छन्। यसकारण म्यारेज इज नट मेजर्ड बाई रिचेस बट बाई योर लभ। है, अब यो विषयमा अलिकति प्र्याक्टिकल कुरा हामी गर्नेछौँ। यहाँबाट हामीले के जान्ने त? ओके, म्यारेज इज नट मेजर्ड बाई द रिचेस। आज यहाँ धेरैजना तपाईँहरू विदेशमा हुनुहुन्छ भन्ने कुराहरू चाहिँ मैले पास्टर डेभिडबाट सुन्दै थिएँ। ओके, विदेशमा किन आउनुभएको छ भन्दा परिवारको लागि आउनुभएको छ। उहाँहरूको खाँचो पुरा गर्न आउनुभएको छ। उहाँहरूको कतिजनाको छोराछोरीको उद्देश्य पुरा गर्न आउनुभएको छ। उनीहरूको लक्ष्य पुरा गर्न आउनुभएको छ। एउटा परिवारलाई खुसी दिउँ भनेर आउनुभएको छ। परिवारको लागि, परिवारलाई सोचेर
परिवारको जिन्दगीलाई सोचेर, भविष्यलाई सोचेर, उनीहरूको लाइफलाई सोचेर तपाईँहरू विदेशमा आउनु भएको छ है। आज परिवार कति महत्त्वपूर्ण रहेछ। तर ब्याक इन्डियामा हुने परिवार, नेपालमा हुने परिवार, भुटानमा हुने परिवार, अथवा देश विदेशमा जहाँ जहाँ तपाईँहरूको परिवार हुनुहुन्छ, त्यहाँ हुने परिवारले के बुझ्नु पर्यो भन्दा प्रेमलाई सम्पत्तिले कहिले पनि साट्न सक्दैन। प्रेम संसारको सबै शक्तिभन्दा ठुलो हुन्छ, शक्तिशाली हुन्छ। यसकारण यौन 3को 16मा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। त्यो प्रेमले जितेको सन्तान आज हामी हौ। यसकारण प्रेमलाई श्रीमतीहरूले कहिले पनि सम्पत्तिसँग तुलना गर्नु हुँदैन। श्रीमानले यत्रो सुनको सिक्री लगाइदियो भने खुसी हुने, सुनको सिक्री लाउन सकेन भने जीवनभरि दुखी हुनु हुँदैन। श्रीमानले एकदमै राम्रो साडी ल्याइदियो, खुसी हुने, बुरुक बुरुक उफ्रिने। श्रीमानले एउटा साडी किनिदिन सकेन भनेर दुखी हुनु हुँदैन। प्रेमलाई भौतिक कुराको आवश्यकतासँग कहिले पनि दास्नु हुँदैन। श्रीमतीले मिठो मिठो पकाएर दियो, श्रीमान खुसी भएर उफ्रिने। एक दिन खाना पकाएर दिन सकेन, घरमा रडाको मचाउनु हुँदैन। श्रीमती कस्तो अवस्थाबाट भएर जाँदैछ बुझ्नुपर्छ श्रीमानहरूले। एउटा यो अलिकति लाजमर्दो कुराहरू पनि छ। हामीले केही महिना अगाडि एउटा परिवारलाई, दम्पतिलाई काउन्सिलिङको लागि हामीलाई बोलाए, हामी गयौँ। अनि श्रीमतीले भन्यो, मेरो श्रीमान, म यस्तो बिरामी थिएँ पास्टर बा, यस्तो बिरामी थिएँ, म यौवन सम्बन्धहरू गर्न सक्दिन थिएँ, मलाई महिनावारीहरू भइराखेको थियो। तर मेरो श्रीमानले मलाई जबरजस्ती यौवन सम्बन्धहरू गरेर त्यो गर्न नदिँदाखेरि यस्तो अवस्थामा पुर्यायो। आज आएर मसँग रात दिन झगडा हुन्छ। कति पट मूर्ख श्रीमान होला त्यो, कति पट मूर्ख श्रीमान होला। सेक्स स्लेभ भन्छ त्यसलाई। स्त्रीहरू सुत्नको साथी मात्रै होइन प्रियहरू, स्त्रीहरू तपाईहरुलाई खाना बनाएर दिने एउटा नोकर मात्रै होइन प्रियहरू, तपाईको लुगा कपडाहरू धोइदिने। कतिको श्रीमानहरूलाई फेरि सुत्नको साथी मात्रै बनाइरहेको हुन्छ स्त्रीहरूले। श्रीमानहरूलाई खुसी दिनु पर्यो भने यसलाई चाहिँ यस्तो सुत्ने बनाइदियो भने यो एकछिनमा खुसी हुन्छ। सेक्स स्लेभ होइन श्रीमान श्रीमती। प्रियहरू, श्रीमानले श्रीमती कुन अवस्थाबाट भएर जाँदैछ बुझ्न जरुरी छ। श्रीमती कुन परिस्थितिबाट भएर जाँदैछ बुझ्न जरुरी छ। श्रीमतीलाई के खाँचो छ त्यो कुरा बुझ्न जरुरी छ। अनि श्रीमान पनि कस्तो अवस्थाबाट भएर जाँदैछ त्यो कुरा। श्रीमान गलेर हत्तु भएर रालसिंगान भएर है सुत्न नसक्ने भएर हात खुट्टा गलेर थकित भएर आएर बङ्ग लडेको हुन्छ। श्रीमतीहरूले वास्ता गर्दैन। विभिन्न प्रकारको नामले काट्छन् श्रीमानहरूलाई है, विभिन्न प्रकारको नाम काटेर बोलाउँछन्। त्यस्तो गर्नु हुँदैन। प्रेम माने धन सम्पत्तिलाई हामीले ल्याउनु हुँदैन। वी निड रिचेस। हामीलाई परिवार चलाउनका लागि सम्पत्ति चाहिन्छ, धन चाहिन्छ, लक्ष्य पूरा गर्न, उद्देश्य पूरा गर्न यस्ता कुराहरू चाहिन्छ। तर परमेश्वरको वचनले के भन्छ? परमेश्वरको वचनले के भन्छ? श्रीमानले श्रीमतीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ। श्रीमती श्रीमानको अधीनतामा बस्नुपर्छ। त्यो चाहिँ गडली फर्मेसन हो, गडली
फर्मेसन हो, गडली फर्मेसन हो, गडली फर्मेसन। यो कुरालाई आज हामीले जान्न जरुरी छ, जान्न जरुरी छ। यसकारण हामीले कहिले पनि, सो यहाँ अर्को एउटा स्टेटमेन्ट छ, म्यारेज हज नेभर बिन फेल बट म्यान फेल्ड। विवाह कहिल्यै पनि असफल छैन यस पृथ्वीमा, तर मानिसले विवाह चलाउन नसकेको कारण विवाह चाहिँ के भएको छ, फेल भएको छ। यसकारण हाउ आर यु ह्यान्डलिङ योर म्यारेज, कसरी तपाईँले आफ्नो विवाह, आफ्नो सम्बन्धलाई तपाईँले चलाइराख्नु भएको छ, आज यो कुराहरू बुझ्न जरुरी छ। सो अर्को हामीले हेरौँ, क्रिस्चियन म्यारेजले के कुरालाई निर्देशन दिन्छ, किन हामी गम्भीर हुन पर्छ। श्रीमान श्रीमतीको हो, श्रीमती श्रीमानको हो, उनीहरू एउटै शरीर हुन्। उत्पत्ति 1 को 27, उत्पत्ति 2 को 22-23, उनीहरू एउटै हुन्। पावलले पहिलो कोरिन्थी 7 अध्यायमा यही कुरा भन्छ, श्रीमान श्रीमतीको हो, श्रीमती श्रीमानको हो, एक अर्काले एक अर्का केही कुरा गर्नु छ भने नरोक भन्छ, नरोक भन्छ। कतिजना के छ, आफ्नै डिसिसन हुन्छ। श्रीमान श्रीमतीमा एउटा कुरा लागू हुँदैन, क्रिस्चियन म्यारेजमा एउटा कुरा लागू हुँदैन, माई बडी माई विश लागू हुँदैन है, यो लागू हुँदैन। यसकारण दुईजनै स्वस्थ हुनुहुन्छ, दुईजनै प्रेममा हुनुहुन्छ, दुईजनै आनन्दित हुनुहुन्छ, दुईजनै एकतामा हुनुहुन्छ, दुईजनै राम्रो सम्बन्धमा हुनुहुन्छ, एक अर्कालाई रोक्नु हुँदैन, एक अर्कालाई बाधा दिनु हुँदैन, एक अर्कालाई हामीले कहिले पनि अप्ठ्यारो स्थितिमा पार्नु हुँदैन। सहमतिमा सबै कुराहरू हुनपर्छ, किन परमेश्वरले जोड्नु भएको हो नि त। गॉड युनाइटेड, परमेश्वरले एक पार्नु भएको। यसकारण यो कुरा आज हामीले भयंकर बुझ्न जरुरी छ। ओके, र धेरैको वैवाहिक सम्बन्ध चाहिँ बिग्रिनुको कारण पनि एउटा के हुन्छ, यौवनमा हुन्छ, यौवनमा हुन्छ है। यौवन भएको कारणले गर्दाखेरि विवाहको एउटै बनाउने तत्त्व, एउटै बनाउने शक्ति, एउटै बनाउने र ख्रिस्ट येशूसँग भौतिक शरीरमा पनि गहिरो प्रेममा सम्बन्धमा राख्ने एउटा दरिलो औजार परमेश्वरले यौवनलाई राख्नु भएको छ। अनि धेरै दम्पतिको समस्या चाहिँ यौवनमा नै छ, यौवनमा नै छ। दम्पतिको धेरै समस्या चाहिँ यौवनमा छ, यौवन सम्बन्धमा छ, सेक्सुअल रिलेसनमा छ सम्बन्ध। बाहिरी रूपमा हामीले अरू अरू कुरा देखे पनि आज मेरो 27 वर्षको क्रिस्चियन जर्नीमा मेरो दम्पति जीवन आज 28-29 इयर्स भयो। हाम्रो विवाह गरेको आज यो 28औं 29औं एउटा यो जर्नीमा हामीले याद गर्दै गरेको, अनुभव गर्दै गरेको कुराहरू के हो, धेरै संसारभरि भएको हरेक दम्पतिमा जब अप्ठ्यारो स्थितिमा पुग्दाखेरि अरू अरू कारण बताए पनि त्यसको जरामा गएर जब हामीले हेर्छौँ, हेर्दाखेरि भनेको समस्या चाहिँ यौवनमा नै हामी पाउँछौँ, यौवनमा नै पाउँछौँ। त्यो मान्छेले एक्सप्रेस गर्न सक्दैन, भन्न सक्दैन, तर वास्तवमा जड चाहिँ त्यहाँ हुन्छ, एकअर्कालाई सन्तुष्टि नदिने कुराहरूमा हुन्छ है। आज त्यहाँबाट विवाहहरू तोडिन थाल्छ, विवाहहरू भत्किन थाल्छ, विवाह श्रीमती अर्को श्रीमान खोज्न थाल्छ, श्रीमानले अर्को श्रीमती खोज्न थाल्छ, अनि उनीहरूको विवाह वैवाहिक सम्बन्ध अन्तिममा गएर डिभोर्स हुन्छ प्रियहरू। यसकारण हामीले हाम्रो सेक्सुअल रिलेसनलाई दम्पतिमा पवित्र राख्नुपर्छ, होली राख्नुपर्छ, हेल्दी राख्नुपर्छ, अनि हामीले त्यसमा कमिटेड भएर अगाडि बढ्नुपर्छ, एकअर्कालाई बाधा गर्नु हुँदैन है।
आज यौन सम्बन्धीका बातचितहरू श्रीमान श्रीमतीमा गर्नुपर्छ हामीले, बातचितहरू गर्नुपर्छ। अब यो सब्जेक्टै यौवन पनि भएको कारणले गर्दा मैले यो भन्नै पर्ने हुन्छ तपाईँहरूलाई है। श्रीमान श्रीमती बस्नुपर्छ, बातचित गर्नुपर्छ होइन। मैले तपाईँलाई कस्तो गरेको मनपर्छ, श्रीमानले भन्नुपर्छ तपाईँले मलाई कस्तो गरेको मनपर्छ, मैले कस्तो कुराहरू गरेको मनपर्छ। बातचित गर्नुपर्छ इन द प्रेजेन्स अफ गड। तपाईँलाई मबाट के कुराहरू चित्त बुझेको छैन, मबाट तपाईँ श्रीमानले भन्नुपर्छ मैले तपाईँलाई के गरेको मन परिराखेको छैन। बस्नुपर्छ, बातचितहरू गर्नुपर्छ, हामीले गफ गर्नुपर्छ। मेरो बुढीसँग, मेरो श्रीमतीसँग हामी बात गर्छौँ, गफ गर्छौँ है, बात गर्छौँ। हामी यति लामो समय भयो, मेरो त 3जना नाता नातिनाहरू छ होइन। यति लामो समय भयो हाम्रो बिहा गरेको, त आजसम्म यहाँनिर पास्टर ड्याभिडहरू यहाँनिर कतिजना तपाईँहरू हुनुहुन्छ मलाई चिन्ने होइन, तपाईँहरूलाई थाहा छ हाम्रो त्यस्तो डरलाग्दो कहिले पनि सम्बन्धमा उयो आएको छैन, कहिले आएको छैन। मैले आजभन्दा 28 वर्ष पहिला जस्तो माया गर्थेँ, आज त्यही माया म उनलाई गर्छु, उनले त्यही माया मलाई गर्छिन्। हाम्रो सम्बन्धहरू मेरो छोराछोरीको अगाडि उदाहरणीय छ। म गौरव गरेर यीशुमा भएर भन्छु है। मेरो नाता नातिनाको अगाडि गौरव छ है। उनीहरूले प्रेरणाको रूपमा लिन्छन् हामीलाई। आज हाम्रो समाजमा यङ जेनेरेसनको बिचमा पनि आज हामी एउटा प्रेरणादायक बन्न सकेका छौँ। हाम्रो रिलेसनहरू उदाहरणीय छ, दम्पति सम्बन्धहरू उदाहरणीय छ। उताप चढाप आयो जीवनमा, ठकठक ठुकठुक पर्छ जीवनमा, बट द्याट डजन्ट मिन द्याट्स द बिगेस्ट प्रब्लम। दम्पतिहरू बसेर गफ गर्नुपर्छ, बातचित गर्नुपर्छ, यौवनको कुराहरू गर्नुपर्छ। आज यो एउटा लाजा मर्दो स्थिति, एउटा एकदम लाज माने, यो लाजा जब समाजमा घट्छ लाजा मर्दो कुरा हो। तर दम्पतिको बिचमा हामीले कुराहरू बात गर्नुपर्छ, गफ गर्नुपर्छ, यो विषयमा डिस्कस गर्नुपर्छ। श्रीमतीको निड के छ श्रीमानले सोध्नुपर्छ, श्रीमतीको निड के छ श्रीमानले सोध्नुपर्छ, श्रीमानको निड के छ श्रीमतीले सोध्नुपर्छ। यो विषयमा हामीले बातचित गर्नुपर्छ। अनि हाम्रो एउटा के हुन्छ, हेल्दी रिलेसन सुरु हुन्छ, स्वस्थ सम्बन्धहरू सुरु हुन्छ, हेल्दी म्यारेजहरू सुरु हुन्छ। अनि हाम्रो जीवन लामो समयसम्म जान सक्छ। आज कमिटमेन्टमा समयहरू पर्छ, श्रीमतीलाई समय दिने कुरा, क्वालिटी टकहरू हुनुपर्छ। श्रीमतीसँग तपाईँ सँगै रेस्टुरेन्टमा जानुपर्छ, केटाकेटीलाई घरमा राखेर जानुपर्छ। श्रीमान श्रीमती मात्रै जानुहोस्, गफ गर्नुहोस्, बातचित गर्नुहोस्। श्रीमान श्रीमती बसेर खानाहरू खानुहोस्, कफी टाइम, सँगै ड्राइभ गर्नुहुन्छ भने सँगै बुढाबुढी मात्रै कोही बेला ड्राइभमा जानुहोस्। श्रीमान श्रीमती मात्रै वाकिङमा जानुहोस्। प्र्याक्टिकल कुरा गर्दैछु है म। वाकिङमा जानुहोस्, श्रीमान श्रीमती मात्रै जिस्किनुहोस्। श्रीमतीले भन्नुहोस् न बुढाले जिस्केको, बढी जिस्केर नजिस्किनुहोस् है मसँग भनेर। श्रीमानहरू अरूसँग जिस्किनु जानु हुँदैन बढी। बुढीहरू नजिस्किदिएको कारण बुढाहरू अर्को जिस्किने खोजिरहेको हुन्छ। बुढा नजिस्केकोले गर्दा है पुरा गम्भीर क्या, जहिले पनि सिरियस भइरहेको हुन्छ बुढा। सम्बन्धमा त्यसरी हुँदैन प्रियहरू। फन, फ्यामिली फनहरू हुन्छ, हस्बेन्ड एन्ड वाइफ फनहरू हुन्छ होइन। बुढाबुढीमा रमाइलो प्रकारले जिउनुपर्छ लाइफ, मजा आउँछ प्रियहरू है। प्र्याक्टिकल कुरा तपाईँलाई मैले गरेको। यसकारण लास्टमा, अन्तिममा है, मेरो टाइम हुन लागेको छ, अन्तिममा तपाईँलाई यहाँ अन्तिममा म तपाईँलाई केही कुराहरू देखाउँछु। एउटा गडली फर्मेसन छ यहाँ, हेर्नुहोस्। ओके, ल यो पिक्चरमा हाम्रो सम्बन्धको कुराहरू छ। यहाँ 5वटा की मेजर छ। श्रीमान रेस्पेक्टिङ डिभाइन अर्डरको कुराहरू छ यहाँनिर। जब हाम्रो परिवार यस्तो हुन्छ,
हाम्रो परिवार ईश्वरीय परिवार भन्छ यसलाई। हाम्रो परिवार चाहिँ ईश्वरीय परिवार बन्छ। हाम्रो दम्पति सम्बन्धमा सबैभन्दा माथि हामीले यीशु ख्रीष्टलाई राख्नुपर्छ, उहाँको वचनलाई राख्नुपर्छ, स्वर्गीय कुराहरू राख्नुपर्छ। यसको मतलब के हो? सँगै वचन पढ्नुपर्छ, सँगै बसेर बाइबल स्टडी गर्नुपर्छ। दम्पति सम्बन्धमा सँगै सङ्गति जानपर्छ, हात समाएर सँगै प्रार्थना गर्नुपर्छ। दम्पति श्रीमान श्रीमती हात समाएर, झ्याप्पा हात समाएर के गर्नुपर्छ? प्रार्थना गर्नुपर्छ। एभ्री डे रिलेसनको लागि प्रार्थना गर्नुपर्छ। यीशुको रगत लाउनुपर्छ रिलेसनमा। जहिले पनि दम्पति रिलेसनमा यीशुको रगत लाउनुपर्छ। शैतान अन्धकारको शक्ति, तेरो कुनै पनि अधिकार छैन मेरो परिवारलाई छुने, मेरो नानीहरूलाई छुने, मेरो दम्पति सम्बन्धमा शैतान त आउने छैनस्। आदमको परिवारमा पसेको छ नि शैतान, अयुबको परिवारमा पसेको छ नि शैतान, पसेको छ कि छैन? पसेको छ। दाउदको परिवारमा पसेको छ नि शैतान, पसेको छ कि छैन? यसकारण हाम्रो दम्पति सम्बन्धमा शैतानलाई पस्न दिनु हुँदैन। हामीले हाम्रो सम्बन्धमा यीशुको रगत लाउन पर्छ। एभ्री डे, प्रत्येक दिन यीशुको रगत लाउनु पर्छ। हामीले हाम्रो सम्बन्धलाई यीशुको रगत लाएर प्रोटेक्ट गर्न पर्छ। स्वर्गदूतको सुरक्षा माग्न पर्छ हाम्रो सम्बन्ध। त्यसको मतलब के हो? हाम्रो विवाहको अर्डरमा येशू सबैभन्दा माथि हुनुहुन्छ भन्ने कुरा हो। दोस्रोमा श्रीमान रुलर, उत्पत्ति 3:16 श्रीमान तपाईं प्रशासक हुनुपर्छ आज परिवारको। डोमिनर, तपाईं डोमिनेन्ट पावरमा चल्नुपर्छ। तपाईलाई परमेश्वरले जुन स्थानमा राख्नु भएको छ त्यो योग्यको जीवन जिउन पर्छ है, त्यो योग्यको जीवन जिउन पर्छ। कतिजना बाउहरूलाई के भन्नुपर्छ आज? घरको बाउहरू नि घरको श्रीमती भन्दा पनि आत्मिकी हुनुपर्छ, छोराछोरी भन्दा पनि आत्मिकी हुनुपर्छ। घरको बाउ सबैभन्दा बढी प्रभुलाई प्रेम गर्ने हुनुपर्छ। घरको बाउ परिवारले श्रीमती र नानीहरूले देख्दै गर्दा यीशु जस्तो देख्न पर्छ। अनि चाहिँ त्यो परिवार। तर श्रीमतीले ओ बुढा स्यामा हैन, क्या हो बाइबल पनि पढ्दैन त? ओ बुढो क्या हो प्रार्थना छैन त जीवनमा? जब भन्नु थाल्छ नि त्यो बुढो खलास हुन्छ, खलास। त्यो बुढो होइन, काम लाग्दैन है त्यस्तो बाउ। त्यस्तो बाउ काम लाग्दैन नि। यस्तो बाउ हुनुपर्छ, प्रार्थना गर्ने बाउ भनेर चिन्नुपर्छ छोराछोरीले। बुढीले पनि मेरो प्रार्थनाको योद्धा हो श्रीमान भनेर चिन्नुपर्छ। वचन पालन गर्ने। कतिजना बुढाहरू यस्तो पनि हुँदो रहेछ, बुढीले दशंश हाल्दाखेरि बुढीलाई कुट्ने। क्या बुढी यस्तो दुःख गरेर कमाएको पैसा, खुन र पसिना बगाएर कमाएको, या तिमी जे भन त्यो गर्ने? बुढाहरूलाई प्रियहरू त्यस्तो हुँदैन। प्रार्थनाको योद्धा भनेर चिन्नु पर्छ श्रीमानलाई। मलाई आदर गरेन, इज्जत गरेन, मलाई चाहिँ शिर बनाएन, वचनले यसो भन्छ मात्रै भनेर हिँड्नु हुँदैन। त्यो लाइकको जीवन पनि जिउन पर्छ। आदर त नि प्रार्थना गर्ने बाउलाई पो आदर गर्छ त, वचन पालन गर्ने बाउलाई पो आदर गर्छ त, प्रार्थना गर्ने योद्धालाई पो आदर गर्छ श्रीमतीले। श्रीमतीले खोजेको प्रार्थनाको योद्धा हो श्रीमान। श्रीमतीले खोजेको वचन पालन गर्ने हो, त्यो बलिदानपूर्ण
येशू जस्तै श्रीमान श्रीमतीले खोज्दैछ। किन? बाउलाई नि पुरुषलाई परमेश्वरले रुलर बनाउनु भएको छ। जुन घरमा श्रीमती रुलर छ त्यो घर जान्छ, लामो समय टिक्दैन। किनभने त्यहाँ श्रीमानले योग्यको जीवन जिएको छैन। त्यो गडली अर्डरबाट त्यो परिवार बहकिसकेको कुरा हामी पाउँदछौँ। यसकारण ख्रिस्टलाई परिवारमा केन्द्र बनाउन पर्छ, केन्द्र बनाउन पर्छ। ओके, अब हेरौँ। हेड, श्रीमान भनेको हेड हो, शिर भन्छ। पहिलो कोरिन्थी 11:3ले शिर भन्छ। तेस्रोमा म त शिर हो, म त रुलर हो, म त प्रशासक हो भनेर फेरि डिक्टेटर भुटानको राजाले जस्तै, नर्थ कोरियाको किम जोनले जस्तै गर्नु हुँदैन परिवारमा। है, त्यस्तो गर्नु हुँदैन। एउटा परिवारमा बाउ कामबाट फर्केर आउँदा नि छोराछोरीहरू खाटा मुनि पस्ने, बुढी हतार हतार लुगा फेरेर आएर किचनमा हात गर्ने, त्यस्तो एउटा डरले सेवा गर्ने बनाउनु हुँदैन परिवार। छोराछोरीहरू अघि गएर खाप्ला खुप्लुक कम्बल ओढेर पुक्लुक्क सुत्ने, बाउलाई चिटिङ गर्ने, यस्तो खालको छोराछोरी बनाउनु हुँदैन हामीले। ड्याडी कुदेर कामबाट आउँदा कुदेर नानीहरू आएर ड्याडीलाई हक गरेर, ड्याडी आई मिस यु ड्याडी टुडे, ओ आई नो यु आर सो टायर्ड ड्याडी, आई मिस यु सो मच भन्ने, यस्तो बनाउनु पर्छ। श्रीमती पनि कुदेर आएर बुढालाई अङ्गालो हाल्ने, गालामा मोही गरेर मोही खाने बनाउनु पर्छ। अनि पो परिवार जिउन मजा आउँछ। बुढी हतार हतार अतालिएर बडाङ र बुडुङ गरेर चाहिँ किचनमा हाट्टा र उट्टा गर्ने भइदियो भने त बर्बाद नि त। डरले सेवा गर्दैन। प्रियहरू, सर्भेन्टहुड लिडरसिप हुनुपर्छ घरमा, उदाहरणीय हुनुपर्छ यीशु जस्तै। अनि त्यो परिवारले बाउलाई पछ्याउँछ, श्रीमानलाई पछ्याउँछ। त्यही भएर एकजना प्रभुको दासले भन्नुहुन्छ, ईश्वरीय श्रीमानको घर ईश्वरीय जगमाथि बसालिएको हुन्छ र त्यो परिवारले परमेश्वरको महिमा प्रकट गर्छ, परमेश्वरको महिमा प्रकट गर्छ। यसकारण आज तपाईहरुलाई म उत्साह दिन चाहन्छु, म हौसला दिन चाहन्छु। श्रीमान ईश्वरीय श्रीमान बन्नुहोस्, श्रीमती परमेश्वरको भय मान्ने श्रीमती बन्नुहोस्। जवान छोराछोरीहरू विगतमा जे गर्नुभयो त्यो कुरालाई बिर्सेर अब प्रभुको भयमा जीवन जिउनुहोस् र एक दिन गएर पवित्र र करारले बाँधिएको विवाह गर्नुहोस्। तपाईहरुलाई अब इन डिटेल विवाहको सम्बन्धमा सबै कुरा गर्न त बहुत समय लाग्छ। यो गहिरो लामो विषय हो। छोटकरीमा यहाँहरूलाई मैले बताएको छु। तपाईहरुले यहाँबाट केही न केही व्यवहारिक कुराहरू, अब यो पारिवारिक कुराहरू व्यवहारिक कुराहरू हुन्, दैनिक जीवनमा जिउने कुराहरू हुन्, चाहिने कुराहरू हुन्। अनि आजको शिक्षा यहाँहरूले जिउन सक्नु भएन भनेर मैले बताएको होइन, तर मलाई यो सब्जेक्ट दिएको थियो। यहाँको कति सुन्दर परिवार छ होला, कति असल परिवार छ होला, कति ईश्वरीय परिवार छ होला, कति राम्रो परिवार छ होला है। परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्। आउने बुधबार फेरि पनि यो परिवार सम्बन्धी नै हामी बातचितहरू गर्नेछौँ। मेरो लागि प्रार्थना गरिदिनु होला, यहाँहरूले पनि प्रार्थना बस्नु होला। हामी फेरि पनि टुगेदर बुधबार भेट्नेछौँ यस्तै समयमा। प्रभुले तपाईलाई आशिष दिनु भएको होस्। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। हालेलुया। हो रबा सेखेथिनी मेखेठाला बाबा रिबो शाखाथाकी अरे बेहेला महाथारा बाबा रिबो शाखाथा खारा बाबा। हालेलुया। ग्लोरी टु गॉड, ग्लोरी टु गॉड, ग्लोरी टु गॉड। प्रभु यीशुको नाउँमा प्रभु यो झुण्डको लागि म तपाईलाई धन्यवाद दिन्छु। जसरी उहाँहरूले यो 1.5 घण्टाको समय वचनलाई ग्रहण गर्नुभयो लर्ड, त्यो एनोइन्टिङले यदि कुनै परिवार र कुनै सम्बन्धहरू टुट्न लागेको छ भने येशूको नाउँमा म रेस्टोर गर्छु। येशूको नाउँमा त्यो टुटेको हृदयलाई इन जीसस नेम खाटा माखाटाला बाबा बाबा रेबेसा खाटाला बाबा। शैतान दुष्ट अन्धकारको शक्ति परिवारमा त अयुबको घरनामा जस्तै पसेको छस् भने, दाउदको घरनामा जस्तै पसेको छस् भने, आदमको घरनामा जस्तै त पसेको छस् भने
तेरो सम्पूर्ण अख्तियार, अधिकार र अनुमति, तेरो एन्ट्रेन्सलाई येशूको नाउँमा सदाको लागि म बन्द गर्छु। प्रत्येक परिवार, हरेक जवान छोराछोरी, हरेक रिलेसनमा म येशूको रगत लाउँदछु। लर्ड, तपाईँको शान्ति, आनन्द उहाँहरूको सम्बन्धमा उहाँहरूले उपभोग गर्न पाउनु भएको होस्। म यही प्रार्थना गर्छु। धन्यवाद, महिमा हजुरलाई, येशूको नाउँ। आमेन, 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 आमेन। हुन्छ, यो समय फेरि पनि आजको सञ्चालिका छोरीलाई, यहाँहरू सबैलाई जय मसीह। परमेश्वरलाई महिमा होस्। अनि हामी एकदमै उत्साहित छौँ। आमेन, हालेलुया। अनि म विश्वास गर्छु आज तपाईँले धेरै कुराहरू हामीले सिकेका छौँ। आमेन। अनि हाम्रो पास्टर बुवाले एकदमै असल, आज एकदमै असल क्लास दिनुभएको छ। हाम्रो परिवारको जीवनमा, हाम्रो जीवनमा हामी कसरी जिउनु पर्छ, एउटा हस्बेन्ड वाइफ कसरी जिउनु पर्छ, हामी छोराछोरी कसरी जिउनु पर्छ, हामी जवानहरू कसरी जिउनु पर्छ, अनि हामीले सबै कुराहरू आज सिकेका छौँ। अनि हाम्रो जीवनमा आजदेखि, हाम्रो हिजोदेखि थिएन भने आजदेखि लागू हुनेछ, म विश्वास गर्छु। अनि फेरि पनि हाम्रो पास्टर बुवालाई एकदमै धन्यवाद। यति असल वचनहरू, यति असल क्लास दिनुभएको छ, अनि हृदयदेखि धन्यवाद भन्न चाहन्छु। अनि आज हामीले धेरै कुराहरू सिक्ने मौका पाएका छौँ। हो, हामीले नजानेका कुराहरू, भित्री कुराहरू, हामी सबै कुराहरू हामीले जान्ने मौका पायौँ। अनि यो समयहरू दिनुभयो, अनि एकदमै धन्यवाद। हामी जोरदार ताली बजाएर एकचोटि हाम्रो पास्टर बुवाको निम्ति हामी धन्यवाद दिनेछौँ। अरू हामी केही पनि दिन सक्दैनौँ, हो, तर हामी धन्यवादको भेटी हामी दिन सक्छौँ। आमेन, हालेलुया। अनि परमेश्वरलाई महिमा भएको होस्। अझै परमेश्वरले एकदमै बढ्ता दिनुभएको छ हाम्रो पास्टर बुवालाई। हामी मङ्गलबार, बुधबार भन्नुभएछ, सायद इन्फर्मेसन गलत गयो होला। मङ्गलबार हामी फेरि पनि हाम्रो पास्टर बुवा नै आउनुहुनेछ। अनि सबैजना हामी फेरि तयार भइकन कोही पनि नछुट्नु होला है। अनि किनकि तपाईँहरूको बिचमा क्लास फेरि लस हुनसक्छ, अनि तपाईँहरू चाहिँ कोही पनि छुट्नु होला। मङ्गलबार फेरि पनि हामी तयार भएर, हो, अनि हामी फेरि क्लास थियो नि होइन, अझ तपाईँहरू छुट्नु भएको भए धेरै कुराहरू तपाईँले गुमाउनुहुन्थ्यो है। अनि तर हामीले सबैले यो कुराहरू बुझ्ने मौका छौँ। अनि फेरि पनि हामी तयार भएर जोइन हुनेछौँ। अनि यो समय अन्तिम प्रार्थना सबै कुराहरू चाहिँ हाम्रो यावेसले लिनुहुनेछ। उहाँलाई यो समय दिनेछु। हुन्छ, जय। हालेलुया। हुन्छ, परमेश्वरलाई महिमा भएको सबैजनालाई फेरि पनि येशू ख्रीष्टको नाममा जय मसीह। आमेन। कतिजना आनन्दित हुनुहुन्छ आज? हालेलुया। अनि साँच्चै आज जुन वचन आज हाम्रो पास्टर टेक दर्डालद्वारा आज प्रभुको आत्माले हाम्रो जीवनमा दिनुभएको छ, डेलिभर गर्नुभएको छ, अनि यो साँच्चै हाम्रो जीवनमा एकदमै महत्त्वपूर्ण कुरा हो। आमेन। अनि आज हामी यहाँ कतिजना व्यक्तिहरू प्रभुलाई नजिकबाट खोज्नको लागि, आमेन, अनि तपाईँहरू कतिजना सेवकाईको निम्ति चाहिँ तपाईँहरू तयार हुँदै हुनुहुन्छ। अनि मैले धेरैजना सेवकाई गर्ने व्यक्तिहरूको मुखबाट मैले सुनेको छु कि सेवकाई गर्ने व्यक्तिहरूको निम्ति चाहिँ सबैभन्दा ठुलो परीक्षा नै परिवारबाट आउँछ भनेर है। तर परमेश्वरले चाहिँ एउटा परिवारलाई चाहिँ एउटा परीक्षाको लागि भनेर तयार बनाउनु भएको होइन। आमेन। अनि आज विशेष गरी जुन हाम्रो पास्टरले जुन एउटा परिवारमा परमेश्वरले राखिदिनु भएको एउटा प्रिन्सिपल थियो, यदि त्यो परिवार चाहिँ त्यो प्रिन्सिपलभित्र हुन्छ भनेदेखि चाहिँ नि त्यो परिवारले चाहिँ सेवकाईमा परीक्षा ल्याउने होइन, तर सेवकाईलाई उन्नति दिने काम गर्छ। आमेन। बुझ्दै हुनुहुन्छ? बाइबलले यहाँसम्म भनेको छ कि पत्नी पाउनेले चाहिँ परमेश्वरबाट निकाह पाउँछ। हालेलुया। आमेन। अनि त्यही भएको कारणले गर्दाखेरि म त विश्वास गर्छु आज तपाईँहरू जतिजनाले आजको वचनलाई सुन्नु भएको छ, तपाईँहरू जवानहरू हुनुहुन्छ, आमेन, अथवा तपाईँहरू एउटा परिवार आमा बाबुहरू हुनुहुन्छ, यदि तपाईँले आजको वचनलाई यदि तपाईँले साँच्चै ग्रहण गर्नुभएको छ भनेदेखि चाहिँ
उहाँको वचनले भन्दछ वचन नै परमेश्वर हुनुहुन्छ। आमेन। अनि आज जसै तपाईँले यो वचनद्वारा परमेश्वरलाई तपाईँको जीवनमा तपाईँको परिवारमा रिसिभ गर्नुभएको छ भनेदेखि चाहिँ नि म विश्वास गर्छु तपाईँको परिवारको अवस्था, तपाईँको वैवाहिक अवस्था अनि तपाईँको जवानी अवस्था अब सेम रहने छैन। आमेन। अब तपाईँको परिवारमा चाहिँ परमेश्वरको महिमा देखा पर्दैछ। हालेलुया। तपाईँको वैवाहिक जीवनमा चाहिँ उहाँको महिमा प्रकटीकरण हुँदैछ। आमेन। अनि हाम्रो पास्टरबालाई धेरै धेरै धन्यवाद। अनि जुन शक्तिशाली आत्मिक कुराहरू हाम्रो जीवनमा डेलिभर गर्नुभएको लागि, एउटा वैवाहिक सम्बन्ध, एउटा पारिवारिक सम्बन्ध अनि प्रेम अनि यौन भन्ने कुरा के हो भन्ने कुरा हाम्रो जीवनमा यो कतिको जरुरी छ भन्ने कुरा आज हामीले बुझेको छौँ। अनि आज जसो यो कुरालाई तपाईँले मैले बुझेको छौँ नि, अब यसले चाहिँ तपाईँ र मेरो जीवनमा एउटा नयाँ ढोका खोल्दैछ। आमेन। अब त्यो ढोका तपाईँको अगाडि आज हाम्रो पास्टरबाले प्रभुको आत्माद्वारा राखिदिनु भएको छ। अब त्यो ढोकाभित्र पस्ने कि नपस्ने त्यो चाहिँ तपाईँ र मेरो विचार हो। हालेलुया। तर म चाहन्छु अनि प्रभुको योजना पनि यही हो कि तपाईँ र म चाहिँ हरेक दिन उहाँले खोल्नु भएको तपाईँ मेरो त्यो ढोकाभित्र पसिकन दैनिकी रूपमा हाम्रो हरेक जीवनमा चाहिँ एउटा महिमाबाट अर्को महिमामा पुग्नको लागि। हालेलुया। अनि परमेश्वरलाई महिमा भएको छ। हाम्रो अझै सकिएको छैन हाम्रो यो अझै परिवारको विषयमा। आमेन। अझै आत्मिक परिवारको विषयमा परमेश्वरको सिद्धान्तहरू चाहिँ हाम्रो जीवनमा के छ भन्ने कुराहरू हामी फेरि पनि आउने मङ्गलबार हामी सुन्नेछौँ। अनि आउनुहोस् हामी यस समयमा चाहिँ अन्तिम प्रार्थना गर्नेछौँ। आजको लागि हामी धन्यवाद दिनेछौँ आजको वचनको लागि। अनि आज यो सङ्गतिको सुरुदेखि अन्त्यसम्म पवित्र आत्माको उपस्थिति राखिदिनु भएको लागि हामी उहाँलाई धन्यवाद दिनेछौँ। अनि हामी अन्तिम अनि आशिषको प्रार्थना गरिकन आज हामी छुट्नेछौँ। आमेन। आउनुहोस् हामी सबैजना आफ्नो आँखालाई बन्द गरिकन आफ्नो हातलाई हामी स्वर्गतिर उचाल्नेछौँ अनि प्रभुको उपस्थितिलाई हामी आदर गर्नेछौँ यो समयमा। धन्यवाद येशू। थ्याङ्क यू जिजस। अनि तपाईँहरू सबैजना एकैछिन आज जुन वचन आज प्रभुको आत्माले तपाईँको हृदयमा बोल्नु भएको छ, म विश्वास गर्छु आज पास्टरबाले जुन बोल्दै हुनुहुन्थ्यो हरेकको हृदयमा परमेश्वरले तपाईँलाई चाहिने त्यो प्रकाश तपाईँहरूको हृदयमा हालिदिनु भएको छ। अनि एकैछिन तपाईँले त्यो वचनलाई रिसिभ गर्न थाल्नुहोस्। प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु आज जुन वचन तपाईँले मेरो निम्ति दिनुभएको छ, मेरो परिवारको निम्ति दिनुभएको छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी तपाईँको वचनलाई, तपाईँको उपस्थितिलाई आदर गर्दछौँ अनि त्यो वचनलाई हाम्रो जीवनमा हामी रिसिभ गर्दछौँ। जुन अभिषेक आज यो वचनद्वारा हाम्रो जीवनमा बगेको छ त्यो अभिषेकलाई हामी पक्रिन्छौँ भनिकन यो समय तपाईँले एकैछिन घोषणा गर्न थाल्नुहोस्। येशूको नाउँद्वारा मेरो प्रभु म प्रार्थना गर्दछु यो समय यहाँ जतिजना जोडिनु भएको छ हरेकको मनमुटु हृदय अनि आत्मा प्राण शरीरलाई प्रभु तपाईँको रगतले अनि तपाईँ परमेश्वरको अभिषेकले म बाँध्दछु येशूको नाउँद्वारा। प्रभु आज जुन वचन, आज प्रभु जुन बिउहरू चाहिँ प्रभु आज प्रत्येकको जीवनमा, प्रत्येकको हृदयमा, हरेक परिवारमा, हरेक वैवाहिक सम्बन्धमा रोपेको छ, यो बिउले चाहिँ प्रशस्त रूपमा फल फलाओस् येशूको नाउँद्वारा। प्रभु आज तपाईँको वचन हरेकको जीवनमा जसै डेलिभर भएको छ म विश्वास गर्दछु तपाईँको शक्तिशाली महिमा चाहिँ उहाँहरूको जीवनमा म्यानिफेस्ट भइसकेको छ येशूको नाउँद्वारा। प्रभु तपाईँको वचनले भन्दछ आज तपाईँले हर एक एक व्यक्तिलाई चाहिँ प्रभु अद्भुत अनि भयानक रीतिले बनाउनु भएको छ। अनि हामी विश्वास गर्दछौँ प्रभु तपाईँले अद्भुत अनि भयानक रीतिले बनाउँदै गर्दाखेरि चाहिँ आज हाम्रो जीवनमा, हाम्रो पारिवारिक जीवनमा, हाम्रो वैवाहिक जीवनमा, हाम्रो सेवाको यात्रामा तपाईँको ठुलो योजना छ। प्रभु आज त्यो योजनामा हिँड्नको लागि आत्मामा, सत्यतामा, धार्मिकतामा अनि पवित्रतामा अगाडि बढ्दै तपाईँको योजनालाई बुझिकन तपाईँले देखाउनु भएको बाटोहरूमा हिँड्नको लागि तपाईँ परमेश्वरले हामी हरेकलाई अनुग्रह गर्नुहोस्। धन्यवाद दिन चाहन्छौँ। सारा आदर अनि सारा महिमा प्रभु हामी तपाईँलाई दिन्दछौँ। आजको वचनले हरेकको जीवनमा शक्तिशाली परिवर्तन लिएर आउँदछ। हरेकको जीवनमा गुड न्युज ल्याइसकेको छ। हरेकको परिवारहरू जुन भत्केका छन् भनेदेखि चाहिँ, जुन नाश हुन पुग्दैछन् भनेदेखि चाहिँ, जुन परिवार रोग बिमारमा छन् भनेदेखि चाहिँ म तपाईँको नाउँद्वारा, येशू ख्रीष्टको नाउँद्वारा त्यो पुनर्स्थापनाको शक्तिले हरेकको परिवारलाई पुनर्स्थापना गर्दछु येशूको नाउँद्वारा। म येशूको रगतद्वारा हरेकको परिवारमा, हरेकको वैवाहिक जीवनमा म छुटकारालाई बोल्दछु। धन्यवाद दिन चाहन्छु। पवित्र आत्मा सबै कुरा तपाईँको हातमा राख्दै आशिष अनि अनुग्रहलाई माग्दछौँ। अन्तमा परमेश्वर पिताको प्रेम, ख्रीष्ट येशूको अनुग्रह, पवित्र आत्माको सङ्गति अनि सहभागिता तपाईँको दोस्रो आगमन नहुन्जेलसम्म हाम्रो साथमा सदा अनि सर्वदा रहेको होस्। येशू प्रभुको नाउँमा सबैले भन्नेछौँ आमेन, आमेन, आमेन। हुन्छ। परमेश्वरलाई महिमा भएको सबैजनालाई जय मसीह। परमेश्वरले तपाईँहरू सबैजनालाई प्रशस्त रूपमा आशिष दिनुभएको होस्। आमेन। आउँछ हामी परमेश्वरलाई हामी एकचोटि फेरि पनि ताली बजाइकन हामी धन्यवाद दिनेछौँ। हालेलुया। ओके, कतिजना आशिषित हुनुभयो आज? आमेन।
है। आज जुन किसिमको यो टिचिङहरू हाम्रो जीवनमा छ अनि यो चाहिँ हाम्रो जीवनमा एकदमै अत्यन्तै आवश्यक हो। आमेन। हामी कतिचोटि हामी वरदानको कुराहरू मात्र हो अनि चङ्गाई छुटकाराको miracles को कुराहरूमा मात्र हामी लाग्छौँ, तर यो कुराले हामीलाई चाहिँ क्षणिक स्वतन्त्र दिन्छ भनेदेखि चाहिँ यदि हामी परमेश्वरको सिद्धान्तलाई बुझ्यौँ भनेदेखि चाहिँ नि यसले चाहिँ हामीलाई अनन्तताको निम्ति स्वतन्त्र बनाउँछ। आमेन। यसले नै हामीलाई चाहिँ एउटा महिमाबाट अर्को महिमामा हामीलाई जानको लागि पुग्नको लागि हामीलाई यसले के गर्छ त सहयोग गर्छ। आमेन। त्यही भएको कारणले गर्दाखेरि हामीले यो बाइबल ट्रेनिङहरूलाई सुरु गरेका थियौँ अनि म विश्वास गर्छु तपाईँहरू यहाँ जोडिँदै गर्दाखेरि अनि यसको अन्तिमसम्ममा तपाईँहरू एकदमै आशिषित भइकन तपाईँहरू जस्तो रूपमा तपाईँ यो बाइबल ट्रेनिङमा आउनुभएको थियो त्यही रूपमा तपाईँहरू फर्किनु हुनेछ, तपाईँको जीवन परिवर्तन हुनेछ। आमेन। हुन्छ, परमेश्वरलाई महिमा भएको छ। अनि अन्तिममा म हाम्रो पास्टर डेभिडलाई म समय दिन्छु यदि उहाँले केही कुराहरू भन्नुहुन्छ भनेदेखि चाहिँ, अनि त्यसपछि आजको क्लासलाई हामी यहाँ इन्ड गर्नेछौँ अनि हामी फेरि पनि अर्को मङ्गलबार हामी जोइन हुनेछौँ। हुन्छ, परमेश्वरलाई महिमा भएको चाहिँ एकदमै आज हामीले फ्यामिलीको बारेमा है अनि राम्रो शिक्षा, मलाई पनि सबैभन्दा है शिक्षा दिन मनपर्ने चाहिँ पारिवारिक होली म्यारेजको बारेमा साह्रै मनपर्छ है। तर अब म चाहिँ अझै ग्रोन अप हुनु बाँकी नै छ जस्तो लाग्छ अझै पनि है, किन भन्दाखेरि उहाँले चाहिँ उहाँको विषयमा अलिकति भन्नु पर्यो। उहाँले चाहिँ धेरै विवाह दिइसक्नु भएको छ, धेरै, सायदै काउन्ट गर्न सकिँदैन होला है, त्यति धेरै विवाह दिइसक्नु भएको छ। हामीले चाहिँ एउटै पनि विवाह दिइसकेको छैन, भर्खर ग्रो हुँदैछौँ है। अनि त्यही भएर प्र्याक्टिकल्ली है गर्ने मान्छेलाई अनि साँच्ची नै हामीहरूले त्यसरी म्यासेज बोल्न दियो भने मलाई पनि त्यस्तै लाग्छ। अनि अब हामीले दिएको भन्दा नि अझै प्रभावशाली चाहिँ उहाँहरूले दिएको राम्रो हुन्छ, किनभने उहाँहरूले मैले भने नि अनगन्ती विवाह दिइसक्नु भयो, उहाँहरूले होली म्यारेज पवित्र विवाह गराइसक्नु भयो, अनगन्ती लिडर्सहरूलाई है पास्टरहरूलाई अर्डिनेसन दिइसक्नु भयो, त्यति धेरै माथिको एउटा परमेश्वरको दासले है। अनि तपाईँ हामीलाई त्यही मजाले सिकाउनु भएको छ। अनि अर्को कुरो त हामीलाई यो हाम्रो मौका हो, ठुलो मौका हो है। हाम्रो बिचमा उहाँ बिएनएनएम भन्ने एउटा ठुलो संस्थाको प्रेसिडेन्ट पनि हुनुहुन्थ्यो। अनि अहिले कोलम्बसको यहाँनिर झन्डै 30-40वटा कतिवटा मण्डली छ, त्यतिवटा मण्डलीको चाहिँ उहाँ चाहिँ प्रेसिडेन्ट पनि हुनुहुन्छ है। अनि साँच्ची नै परमेश्वरलाई महिमा भएको चाहिँ आउँदो दिनहरूमा अझै तपाईँहरूलाई म के भन्न चाहन्छु भने यो बाइबल स्कुल हामीहरू अब यो जुनको अन्तिमसम्ममा सकिन्छ होइन, अनि त्यतिखेर नि हामी स्टप नगरौँ है। त्यो जुनको अन्तिमसम्म सके तापनि हामीहरू है म चाहिँ तपाईँहरूलाई के रिक्वेस्ट गर्छु भने आउँदो दिनहरूमा डक्टरेट गरेको व्यक्तिहरूलाई ल्याउने म प्रयास गर्दैछु, ताकि उहाँहरूले अझै है हामीभन्दा पनि धेरै धेरै रूपमा तपाईँहरूलाई सिकाउन सक्नु भएको होस् है। मास्टर गरेको डक्टर गरेको एउटा होइन धेरै पढे लेखेको एउटा परमेश्वरको दासहरू अभिषेक प्रभुको दासहरू आउँदै हुनुहुन्छ है। अनि तपाईँहरू म भन्छु तपाईँहरू त्यो मौका नगुमाउनुहोस् है। अनि मौका गुमाउनु भयो भने चाहिँ अब के भन्नु, जीवनमा धेरै ठुलो लस्ट हो है, त्यो चाहिँ धेरै ठुलो गुमाइ हो है। हामीले कोही कोही बेला ठान्छौँ होला हामीले कतिवटा प्रेम गरेको कुराहरू गुमायो भनेर, कतिवटा है धन सम्पत्ति गुमायो भन्ने कुराहरू, त्योभन्दा बढी ठुलो लस चाहिँ परमेश्वरको वचनलाई हामीहरूले गुमायो भने चाहिँ त्योभन्दा सबैभन्दा ठुलो लस्ट हो है। त्यो चाहिँ हामीले याद गर्नुपर्छ। अनि त्यति धेरै प्रभुको ठुलो ठुलो दासहरूले तपाईँ हामीलाई है यति धेरै ठुलो शिक्षाहरू दिन आइरहनु भएको छ। यो चाहिँ हाम्रो लागि मौका हो है। कोही कोही बेला बाइबल स्कुलमा अनि बाइबल स्कुल दिने मान्छेहरू चाहिँ है वक्ताहरू चाहिँ बिचरा अब अभावले गर्दाखेरि वक्ता भएको हुन्छ, टिचर भएको हुन्छ, अनि त्यस्तो जुटिरहेको हुन्छ। तर तपाईँ हामीलाई चाहिँ है अभावले होइन तर धेरै पक्क भएको परमेश्वरको दासहरू, परमेश्वरले दिनुभएको टिचरहरू हाम्रो माझमा है आउँदै हुनुहुन्छ। अनि त्यो चाहिँ तपाईँहरूले मौका नगुमाउनुहोस्। मैले चाहिँ प्लान गरिरहेको छु है। अनि मैले ब्रदर हाम्रो याबेस ब्रदर हाम्रो सिस्टर अनुलाई पनि भनिरहेको छु है। हामी जनवरीदेखि आएर उहाँनिरको वैशाख लाग्छ होला सायदै, जनवरीदेखि है तपाईँहरूको कामहरू सबै सकेर जनवरीदेखि फेरि रिस्टार्ट गरौँ, रिज्युम गरौँ। एडभान्स लेभल एउटा इन्टरमिडिएट अनि एडभान्स लेभलको पनि क्लास हामी लिउँ। त्यसो गऱ्यो भने चाहिँ
तपाईँहरूले यति धेरै सिक्नुहुन्छ कि यति धेरै सिक्नुहुन्छ। तपाईँले भोलि गएर लिडरसिप गर्दै गर्दाखेरि तपाईँले यो नोटहरू पढाउनु सक्नुहुन्छ। तपाईँहरूले पढाउँदै गर्दा मान्छे चकित हुन्छ, कहाँबाट यस्तो साह्रो शिक्षा, कहाँबाट यस्तो शिक्षा आयो भन्ने कुराहरू है। उहाँहरूलाई पनि ठुलो आशिष मिल्छ। अनि तपाईँहरू सबैको बिचमा आशिषको कारण हुन्छ है। अनि त्यही भएर तपाईँहरूले म चाहिँ भन्छु, तपाईँहरू त्यो मिस नगर्नुहोस् है, त्यो क्लासहरू मिस नगर्नुहोस्। आज जसरी तपाईँहरू आउनु भएको छ, जोइन हुनुभएको छ, त्यसरी नै जोइन हुनुहोस्। अझै पारिवारिक कुराहरू अझै गर्दै हुनुहुन्छ उहाँले पनि। अनि अझै मेरो सेसनमा म चाहिँ अलिकति ट्रान्जिट भएर जाने मात्रै हो, किन भन्दाखेरि मेरो चाहिँ पर्टिकुलरली त्यो सेसन, त्यो टिचिङहरू म नपढाएको कारण चाहिँ मभन्दा अझै सिनियर व्यक्तित्वले पढाएको अझै तपाईँहरूलाई आशिष मिल्छ, अझै राम्रो हुन्छ भनेर मैले चाहिँ त्यो सेसनहरू अरूलाई दिएको, अरू मेरो सिनियर पास्टरहरूलाई दिएको है। अनि त्यही भएको कारणले गर्दाखेरि अझै तपाईँहरू उहाँहरू त एकदम पोख्त धेरै अनुभव बटुलेको। म त 5-6 वर्षको अनुभव मात्रै हो, उहाँहरू अघि कति भन्दै हुनुहुन्थ्यो, झन्डै 20-30 वर्ष कति भन्दै हुनुहुन्थ्यो है, बिहाकै अनुभव, सेवकाईको अनुभव है। अनि त्यस्तो धेरै ठुलो व्यक्तित्वहरू आउँदै हुनुहुन्छ। यसको मतलब मसँग आशा नराख्नु भनेको होइन, मसँग चाहिँ थियोलोजिकल कुराहरू छ है। अनि थियोलोजिकल कुराहरू भनेको चाहिँ वचनले के भन्दैछ भन्ने कुराहरू, त्यसलाई गहिराइमा लगेर है। अनि यो चाहिँ हो है भन्ने कुराहरू, धेरै दिने कुराहरू परमेश्वरले मलाई त्यो दिनुभएको छ भने हाम्रो प्रभुको दासहरूलाई मैले बोलाउँदै गरेको चाहिँ उहाँहरूलाई अलिकति प्र्याक्टिकल कुराहरू, फ्यामिली कस्तो हुनुपर्छ, विवाह कस्तो हुनुपर्छ भन्ने कुराहरू चाहिँ उहाँहरूलाई सिकाउनको लागि अनि तपाईँहरूको माझमा मैले बोलाएको। मबाट चाहिँ तपाईँहरूलाई के भन्दाखेरि थियोलोजिकल कुरा भनेको चाहिँ एकदमै त्यो डक्टर मास्टर गरेकोहरूले है, अनि डक्टरहरू गरेको मान्छेहरूले एकदमै बुदागत वचन के हो, यस्तो भनेको के हो, यो भनेको के हो, यो भनेको के हो, यसरी बताउने कुराहरू मैले है अनि बताइरहेको छु। परमेश्वर के हो भन्ने कुराहरू हामीले धेरै कुराहरू हेऱ्यौँ होइन, डक्ट्रिनल कुराहरू, उहाँको सिद्धान्तको कुराहरू, उहाँको नेचर एट्रिब्युट्सको कुराहरू, उहाँको स्वभावको कुराहरू, उहाँको गुणको कुराहरू हामीले नामहरू हेऱ्यौँ। हामीले उहाँको कन्सेप्ट, उहाँप्रति हामीले गलत धारणा राखेको कुराहरू हामीले अब कस्तो सही धारणा राख्नुपर्छ भन्ने कुराहरू, अनि अझै पनि है, अनि मानिस के हो भन्ने कुरो, स्वर्गदूतहरू के हो भन्ने कुरो, धेरै कुराहरू छ है अनि दिनुपर्ने। अनि त्यही बिचमा पनि कतिचोटि वैवाहिक जीवनको कुराहरू, पवित्र विवाहको कुराहरू म चाहिँ ट्रान्जिट हुँदै जाने हो, त्यो ल्यान्डिङ गर्ने चाहिँ मेरो चाहिँ काम छैन है। किनभने मैले काम चाहिँ ल्यान्डिङ गराउने काम चाहिँ मैले अरू है हाम्रो मभन्दा सिनियर अगुवाजनहरूलाई दिएको छु। अनि तपाईँहरूले त्यसरी लिनुहोस् होला। अनि परमेश्वरलाई महिमा भएको होस् है। अनि एकदम बी फेथफुली है, एकदमै राम्रोसँगले है, विश्वसनीयता तपाईँहरूको कायम राख्नुहोस्, विश्वासयोग्य भएर तपाईँहरूले क्लास लिनुहोस्। सायदै अनु बहिनीले लिनु छ कि यो समय छैन छ होला, सायदै उसले लिड गरेको छ, तपाईँले लिनुहोस् अब कसलाई के गर्ने हो। हुन्छ, सबैलाई जय मसी, गड ब्लेस यु अल। जय मसी, जय मसी। हुन्छ, हामीले सबै इन्फर्मेसनहरू पाइसकेका छौँ। टाइम पनि एकदम धेरै भइसक्यो हो, माफ गर्नु होला। तपाईँहरू कति काममा हुनुहुन्छ, कता कता हुनुहुन्छ होला, टाइम नेपालमा पनि धेरै भइसक्यो। हुन्छ, अब हामी केही छैन भने चाहिँ हामी छुट्नेछौँ। हुन्छ, जय मसी। आउँदो मङ्गलबार भेटघाट गर्नेछौँ फेरि पनि। जय मसी। मसी सम्पूर्ण जय मसी, जय सम्पूर्णमा जय मसी। जय मसी, जय मसी। पाक्सा बुवा, पाक्सा आमाहरूलाई जय मसी छ। अन्तनीलाई सबैजना पर्वका डनहरूलाई जय मसी। जय मसी। सबैजना परमेश्वरले तपाईँहरू सबैजनालाई प्रशस्त आशीष पाक्सा बुवालाई जय मसी। जय मसी हजुर। पाक्सा बुवालाई पनि जय मसी। जय मसी। हाम्रो अनुभुनु के अरे, जय हाम्रो मसी, सबैलाई जय मसी। इजरायलकोहरू जोडिँदै हुनुहुन्छ कि छैन? उहाँहरू आज जोइन हुनुभएको छैन अहिले, एकजना चाहिँ हुनुभएको छ, अरू चाहिँ हुनुभएको छैन। ठिकै छ, ठिक। आज हामीलाई मिठो वचन खुवाउनु पाक्सा बुवालाई जय मसी। जय मसी। हुन्छ, ल हामी इन गरौँ ल। जय मसी। ल।
जय अनु मसी अनु यहाँ अनि बहिनी जय एकछिन अरू सबै लिभ गर्नु जय अरू मसी जय मसी ए अनु र याबेस के ब्रदर भन्नुभयो? ए अनु र याबेस ब्रदर चाहिँ बस्नु नि अरूलाई लिभ गर्न लगाएर नि ए छुट्टी त जय भयो नि मसी अब अनु जय बहिनी मसी हुन्छ हुन्छ दिदी, हुन्छ मङ्गलबार जय भेटघाट गरौँला। मसी हजुरहरू सबैजनालाई बुवा जय खाना मसी धन्यवाद बुझ्नुहुने जय मसी जय हाम्रो मसी। बुवा बच्चन भनेको यति धेरै ध्यान दिनुहुन्छ नि बच्चनको लागि नि बच्चन त उहाँले सबैभन्दा राम्रो अडियन्स हो क्या हाम्रो बुवा चाहिँ यति राम्रो रेस्पोन्स गर्नुहुन्छ नि मलाई साह्रो मजा जानु जानु बुवा खाना खानु जानु भोक लागिसक्यो भातै खानुहुन्न कि बच्चन तपाईँलाई पनि पर्खिनु भयो होला। जानु जानु आउँछु अब ल बुवा जानुभयो बुवा? हाम्रो पास्टर मामा भनेको अब धेरै नै अनुभव बिहाको धेरै नै दिनुभएको छ नि त उहाँले त अनगन्ती दिनुभएको छ अनि उम्। ओहो मैले त यो रेकर्डिङ